अब यो शिक्षा ऐनको विषयवस्तु त केही हामीले हेरिसकेका छौँ। के हेरेका छौँ ल भन्नुहोस् त? राष्ट्रिय परीक्षा बोर्डसँग सम्बन्धित विषयवस्तु, शैक्षिक गुणस्तर परीक्षण केन्द्रसँग सम्बन्धित विषयवस्तु हैन, अनि जिल्ला शिक्षा समितिसँग सम्बन्धित विषयवस्तु, अर्को जिल्ला शिक्षा परिषद भन्ने पनि छ। शिक्षा ऐनमा चाहिँ त्यो व्यवस्था छ, नीति तर्जुमा गर्न हैन, नीति निर्धारण गर्ने जिल्ला स्तरमा भन्ने कुरा है। अब जिल्ला शिक्षा परिषद के गर्नलाई हो ल लेख्नुस् त, हिजोकै कन्टिन्यू। जिल्ला शिक्षा परिषद, जिल्ला शिक्षा परिषद के का लागि हो जिन्दगानीमा भनेर भन्दा जिल्लाभित्रका शिक्षा सम्बन्धी नीति निर्धारण गर्न भन्नुस्। राष्ट्रिय शिक्षा परिषद राष्ट्रिय स्तरको चाहिँ शिक्षा सम्बन्धी नीति निर्धारण गर्नका लागि नेपाल सरकारलाई सल्लाह र सुझाव दिन हो हैन। अब यो चाहिँ जिल्ला स्तरको नीति तर्जुमा गर्न भन्छ। नीति तर्जुमा गर्न, नीति तर्जुमा गर्न, जिल्लाभित्रको नीति तर्जुमा गर्नका लागि के व्यवस्था रहेको छ शिक्षा ऐनमा भनेर सोध्यो भने त्यति बेला हामीले जिल्ला शिक्षा समिति हानेर भएन के, त्यति बेला जिल्ला शिक्षा परिषद हान्नु पर्यो। तर यो गठन चाहिँ भएको छैन हैन, तैपनि ऐनमा रहेको व्यवस्था त हामीले जे छ त्यही भन्नु पर्यो। अब शिक्षक सेवा आयोगको गठन कसरी हुन्छ, त्यसको प्रमुख काम के हो, को सदस्य हुन्छन्, ती कुराकानी गरौँ। ल लेख्नुस्, शिक्षक सेवा आयोग सम्बन्धी व्यवस्था। के व्यवस्था? शिक्षक सेवा आयोग सम्बन्धी व्यवस्था। शिक्षक सेवा आयोग सम्बन्धी व्यवस्था। अब क्वेसन सोध्छ साथीहरूलाई, सोधेकै छ, शिक्षक सेवा आयोगमा कतिजना पदाधिकारी रहने व्यवस्था छ, कतिजना सदस्य रहने व्यवस्था छ हो। त्यति बेला हामीले भन्नु पर्यो, के भन्नु पर्यो ल भन्नु त, अध्यक्ष र एकजना महिला सदस्य सहित जम्मा 3 जना भन्नु पर्यो। अनि आयोगको मुख्य काम के हो ल भन्नुस्? शिक्षक तथा कर्मचारीको नियुक्ति तथा बढुवाको सिफारिस गर्ने। यो कुरा चाहिँ हेर्नुपर्छ है, नियुक्ति तथा बढुवाको सिफारिस गर्ने। के भन्नु पर्यो? शिक्षक सेवा आयोगको मुख्य काम के हो? हुन त शिक्षक सेवा आयोग नियमावलीमा हाम्रो 7 वटा काम लेखा छ, त्यो भन्दा बाहेक शिक्षा ऐनमा चाहिँ के छ त मुख्य काम भन्दा शिक्षक तथा कर्मचारीको, शिक्षक तथा कर्मचारीको नियुक्ति तथा बढुवाको सिफारिस गर्ने। नियुक्ति गर्ने होइन नि, शिक्षक सेवा आयोगले नियुक्ति गर्ने होइन साथीहरू है, ख्याल गर्नुहोस् है। नियुक्ति तथा बढुवाको सिफारिस गर्ने, बढुवाको सिफारिस गर्ने। बढुवाको एउटा शब्द ख्याल गर्नुपर्ने कुरा के छ भने सिफारिस गर्ने। यो सिफारिस गर्नलाई शिक्षक सेवा आयोगको व्यवस्था गरिएको हो। शिक्षक सेवा आयोगमा को रहन्छन् भनेर सोध्यो भने 1 जना अध्यक्ष, 1 जना अध्यक्ष, अर्को को रहन्छ 1 महिला सदस्य। अहिले महिला सदस्य पनि खाली छ, अर्को सदस्य पनि खाली छ है। 1 महिला सदस्य सहित कतिजना रहने व्यवस्था छ? 3 जना, 3 जना रहने व्यवस्था छ। यो व्यवस्था छ भन्नु पर्यो, 3 जना हुने हो है। 1 जना अध्यक्ष, कुरो बुझ्नुस्, 1 जना अध्यक्ष, कम्तीमा 1 जना महिला सदस्य, 1 जना अध्यक्ष हो, कम्तीमा अर्को 1 जना महिला चाहियो, महिला, कम्तीमा अर्को 1 जना सदस्य। ल यसरी 3 जना मुख्य पदाधिकारी रहने व्यवस्था छ यो भनेको। अब यसको सदस्य सचिव चाहिँ को हुन्छ? क्वेसन अस्ति भर्खर बढुवामा सोधेको छ। बढुवामा के सोधेको छ भने यो शिक्षक सेवा आयोगको सदस्य सचिव को हुन्छ भनेर क्वेसन सोधेको छ। ल को हुन्छ लेख्नुस् त, सचिव भई कसले काम गर्छ है। अब यो सदस्य सचिव को हुन्छ, सचिव भई कसले काम गर्छ भनेर सोध्यो भने सचिव भई काम गर्ने कसले हो, सचिव भई काम गर्ने कसले हो, सचिव, सचिव भई माइनोट लेखिदिने कसले हो भन्दा माइनोट लेख्ने सचिव भई काम गर्ने काम चाहिँ कसले गर्ने हो? त्यहाँको वरिष्ठ शिक्षक सेवा आयोगको वरिष्ठ कर्मचारीले, आयोगको वरिष्ठ कर्मचारी भन्नुपर्छ, सिनियर कर्मचारीले, वरिष्ठ कर्मचारीले आयोगको सचिव भई काम गर्ने,
हेर्नुहोस् यो सोध्न सक्ने क्वेसन हो साथीहरूलाई। शिक्षक सेवा आयोगको 3 जना पदाधिकारी त भइहाले, सचिव भई कसले काम गर्दछ भनेर सोध्यो भने यो भन्नु पर्यो। र यिनीहरूको पदावधि यिनीहरूको पदावधि कति वर्ष हुन्छ? पदावधि 5 वर्ष हुन्छ। पदावधि 5 वर्ष भएको शिक्षा ऐनमा यही एउटा मात्रै समिति हो शिक्षक सेवा आयोग। पदावधि 5 वर्ष, पुनः नियुक्ति हुन पनि पाइन्छ हैन? सदस्य अध्यक्ष पुनः नियुक्ति हुन पनि पाउने। कति वर्ष पदावधि? सबैभन्दा धेरै 5 वर्ष। 4 वर्ष भएको चाहिँ राष्ट्रिय परीक्षा बोर्ड मात्रै हो यहाँ शिक्षा ऐनमा चाहिँ। 3 वर्ष पदावधि भएको एउटा विद्यालय व्यवस्थापन समिति, एउटा राष्ट्रिय शिक्षा परिषद। 2 वर्ष पदावधि भएको जिल्ला शिक्षा समिति, गाउँ शिक्षा वा नगर शिक्षा समिति भनेर हामीले हेर्नु पर्यो है। र यो आयोगको अध्यक्ष, महिला सदस्य, अर्को सदस्य कसले नियुक्ति गर्छ? क्वेसन त हामीलाई त्यहाँबाट क्वेसन सोध्छ। यो सिफारिस समिति नियुक्ति चाहिँ नेपाल सरकारले गर्छ। हेर्नुहोस् है, नियुक्ति भनेको के हो ल भन्नुहोस् त? जसरी तपाईँले स्थायी शिक्षकको नियुक्ति शिक्षा विकास तथा समन्वय इकाइले दिन्छ, नियुक्त गर्ने काम नियुक्ति भयो नि हैन? त्यहाँ पदमा बहाली गर्ने काम हैन? ल सदस्य सचिव चाहिँ यहाँ 3 जनामा पर्दैन, छुट्टै हो यो। सदस्य सचिव चाहिँ 3 जनामा पर्दैन है। बाहिरको मान्छे अथवा आयोगको वरिष्ठ कर्मचारी चाहिँ सचिव भई काम गर्ने, यो कुरा ख्याल गर्नु पर्यो साथीहरूले। र अध्यक्ष र सदस्यको नियुक्ति कसले गर्ने? अध्यक्ष र सदस्यको नियुक्ति कसले गर्ने? अध्यक्ष र सदस्यको नियुक्ति नेपाल सरकारले गर्ने। नियुक्ति कसले गर्ने? नेपाल सरकारले गर्ने। नेपाल सरकारले। अध्यक्ष र सदस्यको नियुक्ति नेपाल सरकारले गर्ने। तर नेपाल सरकारले सोझै गर्ने हो त होइन। 3 सदस्यीय एउटा समिति हुन्छ, सिफारिस समिति। यस्ता समितिहरू 3टा छन् शिक्षा ऐनमा, 3टा है। त्यो कुरा हामीले याद गर्नुपर्छ। त्यो राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष छनौट समिति एउटा, अर्को चाहिँ शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा प्रमुख शिक्षा परीक्षक नियुक्ति गर्न बनेको समिति, र यसमा शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य नियुक्तिको लागि सिफारिस गर्न बनेको समिति, त्यसलाई सिफारिस समिति भन्नुहोस्। अध्यक्ष र सदस्य नियुक्ति गर्न सिफारिस समिति अहिले पनि बनिएको छ त्यस्तो, 2टा पद खाली छ नि अहिले हैन? अध्यक्ष र सदस्य नियुक्ति गर्न हैन नेपाल सरकारलाई सिफारिस गर्न बनेको समिति। नेपाल सरकारलाई सिफारिस गर्न बनेको समिति है साथीहरू। नेपाल सरकारलाई सिफारिस गर्न बनेको समिति। सिफारिस गर्न बनेको समिति। सिफारिस गर्न एउटा समिति हुन्छ। त्यो समितिमा को रहन्छन् भनेर हामीलाई बारम्बार क्वेसन आउँछ। 3 जना मान्छे रहन्छन्, 3 जना वरिष्ठ कर्मचारी हो शिक्षक सेवा आयोगको अध्यक्ष भन्नुभएको छ होइन। सदस्य सचिव क्या माइनोट लेख्ने मान्छे, अध्यक्ष र सदस्य सचिव नबुझ्ने कोही हुनुहुन्छ? अध्यक्ष त अहिले अध्यक्ष को हुन्छ म भनिहाल्छु। यो 3 जनाले सिफारिस गर्छ न, यो अध्यक्ष हुन्छ हैन? ल यहाँ को हुन्छन् त 3 जना सदस्य भन्दा लोत्रिस हुन्छन्। लोत्रिस 3 जना। त्यो भनेको 3 जना मान्छेले सिफारिस गरेपछि 3 जना मान्छे छनौट हुन्छन्। अहिले 2 जना पद खाली छ, यो 3 जना मान्छे गठन भएका छन् यो सिफारिस गर्नलाई। यो 3 सदस्य एउटा समितिले सिफारिस गरेपछि नेपाल सरकारले हुन्छ भनेपछि बल्ल नियुक्ति हुन्छन् है। एउटा हुन्छ लोक सेवा आयोगको अध्यक्ष। लोक सेवा आयोगको अध्यक्ष, लोक सेवा आयोगको अध्यक्षको अध्यक्षतामा त्रिवीको उपकुलपति, त्रिभुवन विश्वविद्यालयको उपकुलपति र शिक्षा मन्त्रालयको सचिव। शिक्षा मन्त्रालयको सचिव हेर्नुस् त, 3 सदस्य सिफारिस समितिले सिफारिस गरेपछि अध्यक्ष र सदस्य नियुक्ति हुन्छन् भन्नु पर्यो। योग्यता आउँदैछ, वेट गर्नुस् न, धैर्य गर्नुस् न साथीहरू है। लोत्रिस 3 जना मिलेर 3 जना मान्छे यो नियुक्ति गर्नुपर्छ भनेर सिफारिस गर्दा रहेछन् भनेर सम्झिनुस्। नियुक्ति कसले गर्ने? नेपाल सरकारले गर्ने। पदावधि कति वर्षको हुने? 5 वर्षको हुने। सचिव भई कसले काम गर्ने? वरिष्ठ कर्मचारीले सचिव भई काम गर्ने। सकिहाल्यो।
अब फेरि लोकसेवा आयोगको अध्यक्ष नै शिक्षक सेवा आयोगको अध्यक्ष हो न होइन? के बुझ्नु भएको छ साथीहरूले? लोकसेवा आयोगको अध्यक्ष नै शिक्षक सेवा आयोगको अध्यक्ष होइन। शिक्षक सेवा आयोगको अध्यक्ष बनाउनलाई सिफारिस गर्ने समितिको अध्यक्ष चाहिँ लोकसेवा आयोगको अध्यक्ष हो क्या? छान्नलाई बनेको समिति, यसरी सम्झिनुहोस्। शिक्षक सेवा आयोगका पदाधिकारी छान्नलाई बनेको समितिको अध्यक्ष चाहिँ यो लोकसेवा आयोगको अध्यक्ष हो क्या? यसरी बुझ्नुहोस् है। ठिक छ। अब कस्तो मान्छे हुन्छ त? अध्यक्ष र सदस्यको योग्यता कति छ? ल त्यो कुरा गरौँ है। सानो सानो कुरामा नअल्झिनुहोस् है साथीहरू। अध्यक्ष तथा सदस्यको योग्यता कति हुन्छ? अध्यक्ष तथा सदस्यको योग्यता कस्तो मान्छे, कति वर्ष उमेर हुनुपर्छ? योग्यताको कुराकानी गरौँ। अध्यक्ष तथा सदस्यको योग्यता। अब नेपाली नागरिक हुनुपर्छ। बिचारा डिना एउटा छ नेपाली नागरिक। नेपाली नागरिक विदेशी आएर म शिक्षक सेवा आयोगको अध्यक्ष बन्छु भन्न पाउँछ? पाउँदैन। मान्यता प्राप्त विश्वविद्यालयबाट डिग्री पास गरेको चाहिन्छ, स्नातकोत्तर चाहिन्छ, 40 वर्ष उमेर पुरा भएको चाहिन्छ, 40 वर्ष उमेर पुरा भएको, 65 वर्ष ननाएको पनि चाहिन्छ। यति कुरा विचार गर्नुहोस्। 65 वर्ष ननाएको, किनभने 65 वर्ष नआएको मान्छे नागेपछि पद खाली हुन्छ। यो कुरा पनि ख्याल गर्नुपर्छ। अर्को कुरा, 2 वर्ष अघिदेखि राजनीतिक दलको सदस्य नरहेको चाहिन्छ। 2 वर्ष अघिदेखि कुनै राजनीतिक दलको सदस्य नभएको, राजनीतिक दलको सदस्य नभएको, दलको सदस्य नरहेको है, कुनै पनि राजनीतिक दलको सदस्य नरहेको पनि चाहिन्छ। 2 वर्ष अगाडिदेखि राजनीतिक दलको सदस्य नरहेको, 40 वर्ष उमेर पुरा भएको, डिग्री पास गरेको। अब एउटा योग्यता छ, एउटा योग्यता, त्यो चाहिँ अध्यक्ष र सदस्यको लागि फरक छ है। अध्यक्ष र सदस्यको लागि फरक छ। अध्यक्षको लागि शिक्षा मन्त्रालयको विशिष्ट श्रेणीको अनुभव चाहिन्छ। सदस्यको लागि 15 वर्षको अनुभव चाहिन्छ, त्यो पनि काशी प्रशासन है। काशी प्रशासन, कानुन, शिक्षा वा प्रशासनको क्षेत्रमा 15 वर्षको काम गरेको चाहिन्छ। अब एउटा विशेष योग्यता छ, त्यो चाहिँ अध्यक्षका लागि फरक छ। अध्यक्षको लागि एक किसिमको छ भने यो माथिको चाहिँ अध्यक्ष सदस्य सबैलाई हो, यो सबैलाई एकमुष्ट। यो चाहिँ फरक, अध्यक्षका लागि फरक, सदस्यका लागि फरक, सदस्यका लागि फरक। हेर्नुहोस् है त, अध्यक्षको लागि चाहिँ के हो त भन्दा शिक्षा मन्त्रालयको विशिष्ट श्रेणीको अनुभव। एक दिन अनुभव भए पनि भयो। शिक्षा मन्त्रालयको विशिष्ट श्रेणी के भने हो? यो विशिष्ट श्रेणी भने भन्नु होला फेरि। शिक्षा मन्त्रालयको विशिष्ट श्रेणीको अनुभव हैन, विशिष्ट श्रेणीको अनुभव, यस्तो अनुभव चाहिन्छ। अनुभव मात्रै भयो यहाँ चाहिँ, अनुभव भयो अध्यक्ष बन्न पायो, अनुभव मात्रै भयो अध्यक्ष बन्न पायो, तर विशिष्ट श्रेणीको। तर सदस्यको लागि कानुन, शिक्षा, प्रशासन, कानुन, शिक्षा वा प्रशासनको क्षेत्रमा, प्रशासनको क्षेत्रमा कति वर्षको अनुभव? 15 वर्षको। काशी गएर प्रशासन पढेर आउने 15 वर्षको अनुभव चाहिन्छ। अब कुन ठुलो रहेछ भन्नु होला फेरि, कुन ठुलो हो? यो चाहिँ ठुलो। विशिष्ट श्रेणीमा पुग्नलाई ती 15 वर्ष मात्रै लाग्छ त हो? त्यसैले ठुलो चाहिँ यो हो। विशिष्ट श्रेणी भनेको त यहाँ त अधिकृत मात्रै भए पनि पुग्यो, शिक्षक मात्रै भए पनि पुग्यो। कानुन, शिक्षा, प्रशासन हैन, कानुन वा शिक्षा वा प्रशासन जुनसुकै क्षेत्रमा 15 वर्षको अनुभव भन्यो। कानुन, शिक्षा, प्रशासनको क्षेत्रमा 15 वर्ष, कम्तीमा 15 वर्षको अनुभव भएपछि पुगिहाल्यो। यो कुरा जान्न पर्यो। ल अब हामी कस्तो बेला सदस्यता नरहने हो, कसले हटाउन सक्छ, यो कुरा जानौँ। त्यो कुरा पनि जानौँ, कसरी क्वेसन सोध्छ हामीलाई हैन। अब यो शिक्षक सेवा आयोगको सदस्य र अध्यक्षको पद के अरे चाहिँ योग्यता कति कति हो भनेर सोद्धाखेरि
यो जान्न पर्यो। शिक्षा मन्त्रालयको विशिष्ट श्रेणीको अनुभव यो यहाँ जान्न पर्यो। यो अध्यक्षका लागि मात्रै भनेर जान्न पर्यो। यो चाहिँ सदस्यका लागि मात्रै भनेर जान्न पर्यो हैन। यो कुरा ख्याल गर्नु होला साथीहरु। ठीक छ ल। अब सदस्यता कायम नरहने हट्ने कस्तो बेला हटिन्छ? विशिष्ट श्रेणी भनेको यस सचिव हो नि। रापत तृतीय भनेको अधिकृत हो। रापत द्वितीय भनेको उपसचिव भयो। रापत प्रथम भनेको सहसचिव भयो। विशिष्ट श्रेणी सचिव स्तरको हैन, नेपाल सरकार अथवा शिक्षा मन्त्रालय। शिक्षा मन्त्रालय र नेपाल सरकार भने एउटै हो कि होइन? नेपाल सरकार अन्तर्गत शिक्षा सम्बन्धी काम गर्ने मन्त्रालय भनेको शिक्षा मन्त्रालय हो। यसरी बुझ्नुस् न है ल। अब सदस्यता कायम नरहने, सदस्यता कायम नरहने, सदस्यता कायम नरहने कस्तो बेला सदस्यता हट्छ? नरहने भन्नुस् है साथीहरु। सदस्यता कायम नरहने कस्तो बेला सदस्यता कायम नरहने हो भनेर क्वेसन सोधो भने हामीले के भन्नु पर्यो? पदावधि पुरा भयो, 5 वर्ष पुरा भएपछि बस्न पाइएन, 65 वर्ष पुरा भएपछि पनि बस्न पाइएन, राजीनामा दियो नेपाल सरकारले स्वीकृत गर्यो भने त्यो पनि बस्न पाइएन, कोही मान्छे मृत्यु भयो भने त्यस्तो बेला पनि सदस्यता स्वतः गयो है। सुनेको छैन भने एकचोटि अफ गरेर फेरि आउनुस् न। त्यस्तो प्राविधिक कुरा त मिलाउनु न साथीहरु। आइसिडी पढायो हैन तपाईहरुले हैन ल। एउटा सदस्यता कायम नरहने अवस्था कुन कुन हो भनेर सोध्यो भने एउटा छ पदावधि पुरा भएमा। पदावधि पुरा भएमा जस्तो 5 वर्ष पदावधि छ नि, यसको 5 वर्ष सकियो भनेपछि बसिरहन पाइएन। कुरो बुझ्नुभयो? अर्को 65 वर्ष पुरा भएमा, 65 वर्ष पुरा भयो भने पनि त्यसपछि बस्न पाइँदैन। नेपाल सरकारलाई दिएको राजीनामा स्वीकृत भएमा, नेपाल सरकारलाई दिएको राजीनामा स्वीकृत भएमा, नेपाल सरकारलाई दिने हो नि राजीनामा, नेपाल सरकारलाई दिएको राजीनामा स्वीकृत भएमा, राजीनामा दिएमा मात्रै होइन नि, फेरि राजीनामा स्वीकृत भएमा हो, मृत्यु भएमा यस्तो बेला चाहिँ के नरहने भन्दा सदस्यता नरहने हट्ने भनेको। यो कुरा बुझ्ने है। अब जिन्दगानीमा पदबाट कसले हटाउन सक्ने? शिक्षक सेवा आयोगका पदाधिकारीलाई कसले हटाउन सक्ने त? उजुरी पर्यो भने, क ख ग काम गरेको भनेर उजुरी पर्यो भने, त्यो भनेको कार्यक्षमताको अभाव छ, यिनीहरूले कर्तव्य अनुसारको काम गरेनन्, खराब आचरण देखाए भनेर कसैले उजुरी गर्यो भने छानबिन गर्न नेपाल सरकारले एउटा समिति गठन गर्छ। त्यस्तो छानबिन समितिबाट पनि हो भनेर प्रमाणित भयो भने नेपाल सरकारले हटाउने। नेपाल सरकारले पदबाट हटाउने लेख्नुस् त। एउटा पदबाट हटाउन सक्ने, पदबाट कसले हटाउन सक्ने? नेपाल सरकारले हटाउन सक्ने, नेपाल सरकारले हटाउन सक्ने। कस्तो अवस्थामा नेपाल सरकारले हटाउन सक्ने? कस्तो अवस्थामा? उजुरी परेमा। कस्तो उजुरी परेमा? उजुरी परेमा, उजुरी परेमा, छानबिन समितिबाट प्रमाणित भएमा, छानबिन समितिबाट प्रमाणित भएमा। उजुरी पर्यो भने छानबिन समितिबाट प्रमाणित भएमा त्यस्तो बेला नेपाल सरकारले कसलाई हटाउन सक्छ? शिक्षक सेवा आयोगका पदाधिकारीलाई पदबाट हटाउन सक्ने। कस्तो के भनेर उजुरी पर्यो भने कार्यक्षमताको अभाव, कार्यक्षमताको अभाव, यिनीहरूले कार्यक्षमताको अभाव छ, यिनीहरूमा कर्तव्य अनुसार काम नगरेको, कर्तव्य अनुसारको काम नगरेको र खराब आचरण भएको भनेर उजुरी पर्यो भने, खराब आचरण भएको भनेर उजुरी परेमा, खराब आचरण भएको, कार्यक्षमताको अभाव छ,
कर्तव्य अनुसारको काम नगरेको भनेर कसैले उजुरी गर्यो भने नेपाल सरकारले एउटा छानबिन समिति बनाउँछ। नेपाल सरकारले एउटा छानबिन समिति बनाउँछ। त्यो छानबिन समितिले पनि हो रहेछ भनेर प्रमाणित गर्यो भने नेपाल सरकारले हटाउँछ भनेर जान्नुस्। नेपाल सरकारले हटाउँछ भनेर जान्नुस् हैन। र यसको सचिवालय कहाँ हुन्छ? काठमाडौँ उपत्यकाभित्र हुन्छ। साथीहरूले जान्नुस् है। शिक्षक सेवा आयोगको सचिवालय कहाँ हुन्छ? अर्को एउटा कुरा सचिवालय। सचिवालय ल भन्नुस् त, तपाईलाई सोध्न सक्छ यो क्वेसन। हिजो राष्ट्रिय परीक्षा बोर्डको सचिवालय कहाँ हुन्छ भनेर क्वेसन सोध्दा पनि सचिवालय काठमाडौँ उपत्यकाभित्र रहनेछ। काठमाडौँ उपत्यकाभित्र। शिक्षक सेवा आयोगको सचिवालय कहाँ रहनेछ? काठमाडौँ उपत्यकाभित्र रहनेछ। शिक्षक सेवा आयोगले रिक्त शिक्षकको विवरण कहाँबाट लिन्छ? अर्को क्वेसन तपाईलाई। रिक्त शिक्षकको विवरण कहाँबाट लिन्छ? ल लेख्नु त, रिक्त शिक्षकको विवरण कहाँबाट लिन्छ शिक्षक सेवा आयोगले? विवरण शिक्षक सेवा आयोगले रिक्त शिक्षकको विवरण कहाँबाट लिन्छ? शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट। स्थानीय तहले इकाइमा पठाउँछ, इकाइले मानव स्रोत विकास केन्द्रमा पठाउँछ, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बल्ल शिक्षक सेवा आयोगलाई पठाउँछ। त्यसैले रिक्त शिक्षकको विवरण साबिकको शिक्षा विभाग, अहिलेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र असोज मसान्तभित्र पठाइसक्नुपर्छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र। शिक्षा तथा मानव स्रोत विकास केन्द्र। शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट लिन्छ। अथवा साबिकको शिक्षा विभाग, पहिलाको शिक्षा विभाग है, शिक्षा विभाग। र शिक्षक सेवा आयोगले प्रत्येक वर्ष विज्ञापन गर्ने, प्रत्येक वर्ष विज्ञापन गर्ने, प्रत्येक वर्ष विज्ञापन गर्ने र विज्ञापन भएको 6 महिनाभित्र सिफारिस गर्ने। विज्ञापन भएको 6 महिनाभित्र सिफारिस गर्ने। 6 महिनाभित्र के गर्ने? सिफारिस गर्ने। के भनेर सोध्ने हो? शिक्षक सेवा आयोगले कहिले हैन, अब यो हेर्नुस्, यो कहाँबाट पठाउँछ भन्ने व्यवस्था शिक्षा ऐनमा छैन। शिक्षक सेवा आयोग नियमावलीमा छ त्यो व्यवस्था। स्थानीय तहले इकाइमा पठाउने, इकाइले अनि यहाँ पठाउने हो। इकाइले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउने हो। स्थानीय तहले जेठमा, यसले साउनमा र यसले असोजमा शिक्षक सेवा आयोगलाई पठाउँछ। यहाँबाट स्थानीय तहबाट जेठमा चाहिँ इकाइमा जान्छ, इकाइले साउन मसान्तमा यहाँ पठाउँछ, अनि यसले असोज मसान्तमा शिक्षक सेवा आयोगलाई पठाउँछ है। यो कुरा पनि ध्यान दिनुपर्छ साथीहरूले है, यो कुरा पनि ध्यान दिनु पर्यो। र आयोगको सचिवालयको प्रमुख प्रशासकीय प्रमुख को हुन्छ भन्यो भने रापा प्रथम श्रेणीको अधिकृत हुन्छ। त्यो चाहिँ नेपाल सरकारले तोक्छ। त्यहाँको हाकिम। शिक्षक सेवा आयोगको अध्यक्ष भन्नु र त्यहाँको हाकिम भन्नु फरक कुरा हो है। यो कुरा पनि साथीहरूले ख्याल गर्नु पर्ला। ल त्यसैले 2 4 6 भनेर याद गर्नुस् न, सकिहाल्यो नि। 2 4 छ, 2 4 छ। यो जेठ, यो साउन, यो असोज। 2 4 छ। जेठ मसान्त, साउन मसान्त, असोज मसान्त है। यसरी क्वेसन सोध्न सक्छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय चाहिँ के हो भन्नु छ? त्यो चाहिँ सङ्घीय सरकारको अथवा भनौँ सङ्घीय सरकारको, नेपाल सरकारको माथिल्लो शिक्षा सम्बन्धी काम गर्ने मन्त्रालय हैन। यो कुरा पनि साथीहरूले ख्याल गर्नु होला। ओके ल, अब शिक्षक सेवा आयोगले वार्षिक प्रतिवेदन कसलाई बुझाउँछ? वार्षिक प्रतिवेदन कसलाई बुझाउँछ, कहिले बुझाउनु पर्छ, यो कुरा पनि हेरौँ। वार्षिक प्रतिवेदन कसलाई बुझाउँछ? नेपाल सरकारलाई बुझाउँछ। एउटा कुरा त्यो हेर्नु पर्यो। र प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले 3 महिनाभित्र बुझाउनु पर्छ। यो कुरा पनि ख्याल गर्ने है। शिक्षक सेवा आयोगले वार्षिक प्रतिवेदन बुझाउने। शिक्षक सेवा आयोगले वार्षिक प्रतिवेदन बुझाउने। वार्षिक प्रतिवेदन बुझाउने। वार्षिक प्रतिवेदन बुझाउने कहिले? एउटा क्वेसन साथीहरूलाई, शिक्षक सेवा आयोगले वार्षिक प्रतिवेदन बुझाउने एउटा कहिले,
कहिले, अर्को कहाँ। दुईटा कुरा ख्याल गर्नुस्। कहाँ बुझाउने? नेपाल सरकारलाई बुझाउने, नेपाल सरकारलाई। कसलाई बुझाउने भनेर सोध्यो भने कहाँ वा कसलाई। कहिले भनेर सोध्यो भने आर्थिक वर्ष समाप्त भएको मितिले 3 महिनाभित्र, आर्थिक मसान्त समाप्त भएको 3 महिना, समाप्त भएको 3 महिनाभित्र हैन, 3 महिना, 3 महिनाभित्र के गर्नु पर्यो? शिक्षक सेवा आयोगले वार्षिक प्रतिवेदन बुझाउनु पर्यो प्रत्येक वर्ष भन्ने साथीहरूले ख्याल गर्नु पर्यो। ओके ल, अब गाउँ वा नगर शिक्षा समिति यतातिर जाउँ हामी। त्यो कुरा सकियो है, शिक्षक सेवा आयोगको कुरा सकियो। गाउँ वा नगर शिक्षा समिति ल। अब यहाँ क्वेसन सोध्ने भनेको साथीहरू, विद्यालयको व्यवस्थापन, रेखदेख र समन्वय गर्ने काम कसको हो? तपाईले सोध्न सक्ने क्वेसन एउटा यो। विद्यालयको व्यवस्थापन सरेबे भनेर सम्झिनुस्, तर सञ्चालन होइन नि। सञ्चालन, रेखदेख, व्यवस्थापन भन्यो भने विद्यालय व्यवस्थापन समिति हुन्छ। समन्वय, रेखदेख र व्यवस्थापन भनेर सम्झिनुपर्छ। गाउँ वा नगर शिक्षा समिति के गर्न भनेको हो? यो विद्यालयको के गर्न? विद्यालयको व्यवस्थापन, रेखदेख र समन्वय गर्न भन्नुस्। समन्वय गर्न। विद्यालयको व्यवस्थापन, रेखदेख र समन्वय गर्न बनेको समिति। अब गाउँ नगर शिक्षा समिति कति सदस्य हुन्छ? कति सदस्य? एउटा। अध्यक्षको अर्को, सदस्य सचिवको अर्को, सदस्य सचिवको यो जान्ने। ल, 3टा कुरा जान्ने। गाउँ नगर शिक्षा समितिमा सदस्य सचिवको। अब पदावधि कति वर्ष? अर्को पनि जानु पदावधि। ल, यति जानुस् त पहिला। त्यसपछि मनोनीत अरू पदेन, त्यहाँ भित्रका गाजन गुजन कुरा तपाईहरुले ऐन पुरै हेर्नु परिहाल्यो त्यसका लागि हैन। पहिला यो नोट गर्नुस् त। कति सदस्य? 11 सदस्य। अध्यक्षको गाउँपालिकाको अध्यक्ष, हैन, वा अब नगरपालिकाको भए प्रमुख, नगरपालिकाको प्रमुख वा सो काम गर्न तोकिएको व्यक्ति, अब कसैलाई तोकेको छ भने त्यो व्यक्ति पनि हुन्छ। अब कहिलेकाहीँ चाहिँ बाहिर भ्रमणमा गए गाउँपालिकाका अध्यक्ष वा नगरपालिकाको प्रमुख हैन भने त्यति बेला सो काम गर्न तोकिएको व्यक्ति पनि हुन पाउँछ। अब सदस्य सचिवको व्यवस्था चाहिँ अहिले अलिकति मिल्दैन कुरो। किन मिल्दैन भने शिक्षा ऐनमा चाहिँ अपडेट नभएर गाउँ शिक्षा समितिको चाहिँ सदस्य सचिव स्रोत व्यक्ति, नगर शिक्षा समितिको चाहिँ विद्यालय निरीक्षक भनेर भनिएको छ। तर अब अहिले त चाहिँ विद्यालय निरीक्षक भन्ने पनि स्रोत व्यक्ति भन्ने पनि छैन। अहिले के छ? शिक्षा अधिकृत भन्ने हुन्छ। त्यसैले स्थानीय तहको त्यहाँको शिक्षा प्रमुख चाहिँ सदस्य सचिवका रूपमा काम गर्ने व्यवस्था छ है। शिक्षा ऐनमा चाहिँ गाउँ शिक्षा समिति भए स्रोत व्यक्ति, गाउँ शिक्षा समिति भए स्रोत व्यक्ति, नगर शिक्षा समिति भए बिनी, नगर शिक्षा समिति भए बिनी हैन, बिनी विद्यालय निरीक्षक, यस्तो व्यवस्था छ। तर के बुझ्नु पर्यो जिन्दगानीमा भने साथीहरूले, तर हाल स्रोत व्यक्ति बिनी नभएकाले हाल स्थानीय तहको शिक्षा प्रमुखले काम गर्ने गरेको छ है। यो क्वेसन सोध्दैन तपाईलाई स्थानीय तहको शिक्षा प्रमुख, किनभने यस्तो विवादित हो नि त यो त हैन। छैन, ऐनमा त्यही छ तर हाम्रो व्यवहारमा अर्को छ, त्यो भएर है। र पदावधि 2 वर्ष हुन्छ। जिल्ला शिक्षा समितिको पनि 2 वर्ष, गाउँ नगर शिक्षा समितिको पनि 2 वर्ष।
हैन गान्जी गान्जी भनेको थिएँ नि मैले हिजो। अब अरूतिर यसका भित्रभित्रको कुरातिर अहिले जानु परेन। गाउँपालिका नगरपालिकाका त्यहाँका सदस्यहरू हैन त्यहाँ एक महिला सहित 2 जना हुन्छन् ती कुराहरू है। ल अब के छ जिन्दगानी भने बैठकको कुरा गर्नुभएको छ। बैठक शिक्षा ऐनमा लेखेको छैन बैठक भन्ने कुरा, तैपनि म तपाईहरुलाई शिक्षा नियमावलीमा लेखेको छ त्यो कुरा म भनिदिन्छु। बैठक हिजै मैले भनेको थिएँ। अब तपाईहरुले कान सुन्नुहुन्न के गर्नु, गाह्रो छ नि त कुरा हैन। अब भने मान्नुहुन्न। हिजो मैले साथीहरुलाई बैठक चाहिँ 3टा कुरा बुझ्नुस् है। त्यो चाहिँ जी हैन, एउटा जी हो, अर्को के हो बी हो, अर्को गा हो। यो कुरा बुझ्नुस् है साथीहरु। जीविका हो भनेर भनेको थिएँ। जीविका, जी भनेको जिल्ला शिक्षा समिति, जिल्ला शिक्षा समिति है। अर्को यो विद्यालय व्यवस्थापन समिति, विद्यालय व्यवस्थापन समिति हो। यो चाहिँ गाउँ नगर शिक्षा समिति, गाउँ नगर शिक्षा समिति। एकचोटि लेख्दिएपछि साथीहरु टिप्नुस् न, कपी छ हैन तपाईहरुसँग। अनि शिक्षक अभिभावक संघ, शिक्षक अभिभावक संघ हो। यो के भन्छ यो केटो जीविका भनेको भन्नु होला। 1 2 3 1 2 3 के भने यो 1 2 3 भनेको प्रत्येक महिना, महिनाको एकचोटि, 2 महिनाको एकचोटि, 3 महिनाको एकचोटि। यो 1 यो 2 यो 3 के हो यो भने प्रत्येक महिनाको एकचोटि हो। महिनाको कम्तीमा एक पटक, यो कम्तीमा एक पटक। 2 महिनाको कम्तीमा एक पटक, 2 महिनाको कम्तीमा एक पटक। 3 महिनामा कम्तीमा एक पटक बैठक बस्ने चाहिँ गाउँ नगर शिक्षा समिति हो। तर यो शिक्षा ऐनमा भेटाउनु हुन्न नि, फेरि खोज्नु होला शिक्षा ऐनमा मरिमरि होइन नि। ख्याल गर्नु साथीहरु है। ल 3 महिनाको एक पटक, 3 महिनाको कम्तीमा एक पटक। फेरि खोज्नु होला यो शिक्षा ऐनमा कहाँनिर रहेछ यो बैठक भनेर। शिक्षा ऐनमा छैन। ऐनमा ऐनमा नभएको कुरा नियमावलीले एक्सप्लेन गरे हुन्छ के साथीहरु है। ऐनमा नभएको कुरा नियमावलीमा एक्सप्लेन गरे हुन्छ। ओके ल यो कुरा पनि साथीहरुले बुझ्ने। र गाउँ नगर शिक्षा समितिमा पर्यवेक्षकका रूपमा को रहनेछ भनेर क्वेशन सोध्छ। त्यहाँका प्रधानाध्यापक र नेपाल शिक्षक महासंघको प्रतिनिधि पर्यवेक्षकका रूपमा बोलाउन मिल्छ। यो कुरा पनि ख्याल गर्नु होला। पर्यवेक्षकका रूपमा रहने गाउँ नगर शिक्षा समितिमा पर्यवेक्षकका रूपमा को रहन्छ, पर्यवेक्षकका रूपमा को रहन्छ भनेर भन्यो भने अब पर्यवेक्षकका रूपमा बोलाउन सक्ने को हो त भन्दा गाउँ नगर शिक्षा समितिमा पर्यवेक्षकका रूपमा राख्न सक्ने को हो जिन्दगानीमा भन्दा एउटा प्रधानाध्यापक र नेपाल शिक्षक महासंघको प्रतिनिधि। महासंघको प्रतिनिधि, नेपाल शिक्षक महासंघको प्रतिनिधि र प्रधानाध्यापकलाई के बोलाउन पाउने त भन्दा पर्यवेक्षकका रूपमा रहन पाउने भन्ने कुरा पनि राख्नु होला। र अर्को विघटन गर्ने अधिकार कसलाई छ? गाउँ नगर शिक्षा समिति विघटन गर्ने अधिकार कसलाई छ? ल भन्नु छ? विघटन गर्ने अधिकार छ? छैन? विघटन अधिकार छैन। किन छैन? यदि सदस्यहरूलाई हटाउन चाहिँ पाउँछ हैन। सदस्यले यदि आचरण अनुसारको काम गरेनन् भने हटाउन सक्छ, तर विघटन गर्ने अधिकार छैन है। त्यो नलेख्नु होला कि विघटन गर्ने अधिकार 2 ठाउँमा हुन्छ। कहाँ कहाँ हुन्छ भने विघटन गर्ने पनि लेख्नु न। अब एउटा लेखिसकेपछि विघटन गर्ने भन्यो भने तपाईले 2टा कुरा बुझ्नुपर्छ। विवश विघटन कसले गर्न पाउँछ? विवश विघटन हटाउने, विवश विघटन गर्ने जिल्ला शिक्षा समिति। हिजो लेख्नु भयो होला साथीहरुले, जिल्ला शिक्षा समिति हो। जिल्ला शिक्षा समिति यो लेख्नु पर्यो। फेरि जिल्ला शिक्षा समितिलाई पनि विघटन गर्ने को? गन हानेर जिल्ला शिक्षा समितिलाई पनि विघटन गर्ने कसले?
जिल्ला शिक्षा समितिलाई पनि विघटन गर्ने। जिल्ला शिक्षा समितिलाई पनि विघटन गर्ने कसले हो? समितिलाई पनि विघटन गर्ने चाहिँ नेपाल सरकारले, गभर्नमेन्ट अफ नेपाल, गन भनेको यो नेपाल सरकारले भन्न सक्नुहुन्छ है। जिल्ला शिक्षा समितिलाई विघटन गर्ने नेपाल सरकारले, अनि विद्यालय व्यवस्थापन समितिलाई विघटन गर्ने अधिकार कसलाई छ? जिल्ला शिक्षा समितिलाई छ। गाउँ नगर शिक्षा समिति चाहिँ विघटन गर्ने भनेको छैन, किनभने त्यो छुट्टै सरकार हो। अहिले त गाउँ नगर शिक्षा समिति त्यहाँ त स्थानीय सरकारभित्र रहन्छ, त्यसैले विघटन गर्ने भनिएको छैन है। यो कुरा पनि साथीहरूले ख्याल गर्नु पर्यो है। जिल्ला शिक्षा समिति है, जिल्ला शिक्षा समिति, जिल्ला शिक्षा समिति। ल अब एउटा घुम्ती ठडाउने हुन त यो दफा 11 को ठाउँमा भएर घुम्ती ठडाउने भनेको घुम्ती विद्यालयको सञ्चालन कसले गर्नेछ, कहाँ गर्नेछ? क्वेसन यहाँबाट पनि सोध्न सक्छ। अब दफा हेर्ने हो भने 11 को ठ है, दफा 11 ठड्याउने भनेर सम्झिनुहोस्। दफा 11 को ठमा भएको व्यवस्था छ एउटा घुम्ती विद्यालयको सञ्चालन। सोधिरहेको क्वेसन हो बारम्बार, घुम्ती विद्यालयको सञ्चालन, घुम्ती विद्यालयको सञ्चालन भनेर लेख्नुहोस् त जिन्दगानीमा, घुम्ती विद्यालयको सञ्चालन। अब क्वेसन सोध्छ साथीहरूलाई, घुम्ती विद्यालयको सञ्चालन कहाँ गर्न सकिनेछ र कसले गर्नेछ? घुम्ती विद्यालयको सञ्चालन कसले गर्नेछ एउटा क्वेसन, कहाँ गर्न सकिनेछ अर्को क्वेसन। कहाँ भनेर सोध्यो भने बिछेमा, विकट हिमाली क्षेत्रमा भनेर लेख्नुहोस्, विकट हिमाली क्षेत्रमा। अब यो क्वेसन सोधिरहने हो तपाईँलाई, यहाँनिर अप्सन के भनेर आउँछ भने विकट हिमाली जिल्ला, विकट हिमाली क्षेत्र, विकट अनि चाहिँ हिमाली जिल्ला, यस्ता यस्ता अप्सनहरू आइरहेको हुन्छ। बिछे सम्झिनुहोस् है, बिच्छी सम्झ्यो भने चाहिँ बिच्छी, बिहिच्छी। कहाँ र कसले खोल्न सक्नेछ? विकट हिमाली क्षेत्रमा घुम्ती विद्यालय। घुम्ती भनेको लेखमा हिउँ पर्छ अनि तल सार्ने हो नि हैन, तल अर्को विद्यालय खोल्नु पर्यो। घुम्ती भनेको घुमाएर हिँड्न मिल्ने, घुमाइ हिँड्न मिल्ने, त्यो हो नि घुम्ती भने। र कसले खोल्न सक्नेछ? नेपाल सरकारले। यो कुरा पनि साथीहरूले ध्यान दिनुहोस्। कसले खोल्न सक्नेछ? घुम्ती विद्यालय नेपाल सरकारले खोज्न सक्नेछ, यति ध्यान दिनुहोस्। नेपाल सरकारले घुम्ती विद्यालयको सञ्चालन गर्न सक्नेछ भन्ने कुरा जान्ने सकिहाल्यो हैन। अब सामुदायिक सिकाइ केन्द्र, अस्ति भर पोहोर साल सोधेको क्वेसन हो, घुम्दै घुम्दै हिँड्ने घुम्ती। ओके, सामुदायिक सिकाइ केन्द्र सासिनीका लागि, सामुदायिक सिकाइ केन्द्र सासिनीका लागि। अब यहाँ झुकिनुहुन्छ साथीहरू, सासिनीका लागि। अब अहिले सामुदायिक विद्यालय के अरे सामुदायिक सिकाइ केन्द्रको सञ्चालन व्यवस्थापन गर्ने अधिकार वडा समितिलाई छ हैन। सामुदायिक सिकाइ केन्द्र अब ठको 1 भित्र छ, त्यो अर्को कुरा लेखौँ, त्यो दफा त खासै नलेख्नु पर्ला हैन। सामुदायिक सिकाइ केन्द्र, सामुदायिक सिकाइ केन्द्र सम्बन्धी व्यवस्था हेरौँ। अब क्वेसन सोधेको थियो पोहोर, के क्वेसन थियो भने सासिनीका लागि नेपाल सरकारले कस्तो व्यवस्था गरेको छ भन्ने क्वेसन सोधेको थियो। सासिनीका लागि सामुदायिक सिकाइ केन्द्र भन्नु पर्यो, त्यो भनेको साक्षरता, सिप विकास र निरन्तर सिकाइ है। सासिनीका लागि, के का लागि र कसले, यो कुरा जान्ने है। ल अब सामुदायिक सिकाइ केन्द्र कसले सञ्चालन गर्ने, कसले भनेर सोध्यो भने नेपाल सरकारले। कसले सञ्चालन गर्ने सामुदायिक सिकाइ केन्द्र? नेपाल सरकारले। पहिला हो नेपाल सरकार, अहिले त सामुदायिक सिकाइ केन्द्रको अधिकार वडा समितिलाई छ। तर अब के का लागि हैन, के का लागि भनेर क्वेसन सोद्धाखेरि पोहोर साल आएकै छ क्वेसन, सासिनीका लागि। सासिनी के भनेको? यो सासिनी भनेको, सासिनी भनेको के? सा भनेको साक्षरता, सी भनेको सिप विकास, नि भनेको निरन्तर सिकाइ। सासिनी लेख्नुहोस् त। सा भनेको साक्षरता,
सी विकास र निरन्तर सिकाइका लागि, निरन्तर सिकाइ समेतका कामका लागि, सिकाइ निरन्तर सिकाइ समेतका कामका लागि, नेपाल सरकारले सामुदायिक सिकाइ केन्द्र स्थापना गरेको छ। र कतिवटा स्थापना केन्द्र छन्? 2151 वटा सामुदायिक सिकाइ केन्द्र छन् हैन। 2151 वटा सामुदायिक सिकाइ केन्द्र छन् नेपालभरि भन्छ। तर एउटा कुरा यहाँ नोटमा लेखिहाल्नु, तर स्थानीय सरकार सञ्चालन ऐन अनुसार, स्थानीय सरकार सञ्चालन ऐन अनुसार भनेर सोध्यो भने स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार भनेर सोध्यो भने, तर स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार भनेर सोध्यो भने त्यति बेला वडा समितिको कामभित्र वडा समितिले सामुदायिक सिकाइ केन्द्रको, वडा समितिले सामुदायिक सिकाइ केन्द्रको के गर्न पाउने? सञ्चालन व्यवस्थापन गर्ने। सामुदायिक सिकाइ केन्द्रको सञ्चालन व्यवस्थापन गर्ने। के गर्ने? सञ्चालन व्यवस्थापन गर्ने। अब कहिलेकाहीँ यतातिरबाट क्वेसन सोध्या हुन्छ अनि ऐनको कुरा लेखेर फेरि झुकिनु होला भनेर भनिदिएको कुरो हुँदैन नि। ल तर स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार भनेर सोध्यो भने वडा समितिले भनेर सम्झिने, वडा समितिले भनेर सम्झिने है। कुरो क्लियर छ नि? स्थानीय सरकार सञ्चालन ऐन भनेर सोध्यो भने वडा समिति भन्ने, नत्र भने जिन्दगानीमा हामीले नेपाल सरकारले साक्षरता, विकास र निरन्तर सिकाइका लागि हैन, निरन्तर सिकाइका लागि नेपाल सरकारले सामुदायिक सिकाइ केन्द्रको व्यवस्थापन गर्ने भन्ने व्यवस्था छ भनेर जान्ने। ल अब हामी यतातिर जाउँ, कहाँ जाउँ भने विद्यालय व्यवस्थापन तिर जाउँ। अब यो धेरै गफ नगरौँ। दफा 12 मा विद्यालय व्यवस्थापन समितितिर जाउँ। विद्यालय व्यवस्थापन समिति दफा 12 मा रहेको व्यवस्था छ विद्यालय व्यवस्थापन समितिको। अब विद्यालय व्यवस्थापन समिति पनि के का लागि हो? विद्यालय व्यवस्थापन समिति सरेबे गर्नलाई, सरेबे सञ्चालन, रेखदेख र व्यवस्थापन। अब यो कुरा बुझ्नु होला, अघि समन्वय आएको थियो नि, समन्वय, रेखदेख, व्यवस्थापन चाहिँ गाउँ नगर शिक्षा समिति हो हैन। नत्र भने विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नलाई विद्यालय व्यवस्थापन समिति हुन्छ। विद्यालय व्यवस्थापन समितिको मुख्य काम भनेको शिक्षक अभिभावक गठन गर्ने पनि हो, लेखा परीक्षण गराउने पनि हो, तर मुख्य काम भनेको यहाँनिर विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न, सरेबे गर्न। सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न भन्नुस्। सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न प्रत्येक विद्यालयमा एउटा विद्यालय व्यवस्थापन समिति हुन्छ। यस्तो विद्यालय व्यवस्थापन समिति सामुदायिक र संस्थागत विद्यालयमा फरक हुन्छ। विद्यालय व्यवस्थापन समिति प्रत्येक विद्यालयमा हुन्छ। यो पनि सामुदायिक विद्यालयमा एक किसिमको छ भने संस्थागत विद्यालयमा अर्को किसिमको हुन्छ। संस्थागत विद्यालयमा अर्को किसिमको हुन्छ है। सामुदायिक विद्यालयमा कति सदस्य हुन्छ? 9 सदस्य। संस्थागत विद्यालयमा 7 सदस्य हुन्छ। 7 सदस्य हुन्छ। यसको पनि पदावधि 3 वर्ष हो। 3 वर्ष। राष्ट्रिय शिक्षा परिषद र विद्यालय व्यवस्थापन समितिको पदावधि 3 वर्ष। र बी दुईटा कुरा। 3 वर्ष। यसको पनि पदावधि 3 वर्ष। यसको कमन कुरा मैले लेख्दैछु अहिले। पदावधि 3 वर्ष। यसको पनि प्रधानाध्यापक सदस्य सचिव हुन्छ। यसको पनि सदस्य सचिव प्रधानाध्यापकै हुन्छ। त्यो कुरा चाहिँ कमन छ। अब यसको कसरी गठन हुन्छ? यी 9 जना कसरी गठन हुन्छन्? यी 7 जना कसरी गठन हुन्छन्? ती कुरा पनि जान्नु पर्ला हैन? कुरो बुझ्नु नि? बुझिरहनु भएको छ नि? अब सामुदायिक विद्यालयमा कसरी हुन्छ?
त्यो कुरा गरौँ। सामुदायिक विद्यालयमा 1 नम्बरमा को हुन्छ? सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति कसरी गठन हुन्छ? विव्यस गठन कसरी हुन्छ? पहिलो नम्बरमा हुन्छ अभिभावक। अभिभावक भेलाबाट कम्तीमा 2 जना महिला सहित 4 जना अभिभावक सदस्य आउँछन्। 4 जना लेख्नुस्। अभिभावक भेलाबाट पहिले अध्यक्ष हुँदैन नि, पहिले दिन अध्यक्ष हुँदैन है। अभिभावक भेलाबाट कम्तीमा 2 महिला सहित 4 अभिभावक आउँछन्। 4 अभिभावक पहिला सदस्य हुन्छन्। यिनीहरू पहिला को हुन्छन्? सदस्य। एकैचोटि अध्यक्ष बन्न पाउँदैन, पहिला सदस्य हुन्छ। त्यसपछि सम्बन्धित वडाको वडा अध्यक्ष वा वडा समितिले तोकेको सदस्य। वडा अध्यक्ष आए पनि भयो, नभए भने अर्को सदस्य आउनु पनि पाउँछ, यो पनि सदस्य हुन्छ। एकैचोटि एकै दिन अध्यक्ष हुँदैन है साथीहरू, यो कुरा पनि ख्याल गर्ने। प्रको पदावधि 5 वर्ष हुन्छ है, त्यो छुट्टै हो। विद्यालय व्यवस्थापन समितिमा आउँदा ऊ सदस्य सचिव हुन्छ, अब त्यो चाहिँ पदेन सदस्य हो है। र अर्को 2 जना मनोनित हुन्छन्। यो समितिले अब 2 जना मनोनित गर्छ। कस्ता मान्छे मनोनित गर्छ? संस्थापक, स्थानीय बुद्धिजीवी, शिक्षा प्रेमी, 10 वर्षदेखि विद्यालयलाई निरन्तर सहयोग गरेको, 10 लाख वा सोभन्दा बढी जिन्सी वा नगद सहयोग गरेको त्यस्ता व्यक्ति 1 जना महिला सहित 2 जना मनोनित गर्छ। अब यहाँ मनोनित गर्छ 2 जना। मनोनित कम्तीमा 1 महिला सहित 2 जना। 2 जना। अब कति जना पुग्यो? 2 जना। यो पनि सदस्य। अहिलेसम्म अध्यक्ष छैन। यो मनोनित कस्ता मान्छे गर्ने? मनोनित चाहिँ संस्थापक, स्थानीय बुद्धिजीवी हैन, शिक्षा प्रेमी 10 वर्षदेखि विद्यालयलाई सहयोग गर्ने वा 10 लाख बराबर नगद वा जिन्सी सहयोग गर्ने यस्ता मान्छेबाट 1 जना, कम्तीमा 1 जना महिला सहित 2 जना मनोनित गर्ने। हामीसँग कति सदस्य भए? यहाँ 4 जना, यहाँ 1 जना, 5 जना, 2 जना, 6 जना हो। यति मध्येबाट अध्यक्ष बन्ने हो। कुरो बुझ्नु नि। 7 जना मध्ये जो अध्यक्ष बन्न पनि पाउँछ। 1 जना विद्यालयको शिक्षक हुन्छन्, 1 जना प्र हुन्छन्। प्र र शिक्षक अध्यक्ष बन्न पाउँदैन। जिन्सी भनेको सामान, यो कलम दियो भने भयो जिन्सी हैन। जिन्सी दराज दियो हैन, विद्यालय भवन बनाइदियो, जिन्सी भएन। पैसा नदिएर जिन्सी सामानहरू दिन सक्छ नि त। ल, यो 7 जना मध्ये जो अध्यक्ष बन्न नि पाउँछ। अब चौथो आउँछ विद्यालयको शिक्षक 1 जना, विद्यालयको शिक्षक 1 जना सदस्य र प्रधानाध्यापक सदस्य सचिव। प्रधानाध्यापक यो समितिको सदस्य सचिव हो र 7 सदस्य मध्ये जो अध्यक्ष बन्न पनि पाउँछ र यो समितिले मनोनित गर्ने, अब छान्ने हो हैन। समितिले छानेको अध्यक्ष हुने। समितिले छानेको चाहिँ को हुन्छ? अध्यक्ष हुन्छ। को भन्दा बाहेक
प्रहर शिक्षक बाहेक जो पनि अध्यक्ष बन्न पायो, प्रहर शिक्षक बाहेक वडा अध्यक्ष बन्न पनि पायो, वडा सदस्य बन्न पनि पायो, 4 जना अभिभावक बन्न पनि पायो हैन। शिक्षक र प्रहर बाहेक अनिवार्य गर्न चाहिँ पाइँदैन भनेको छ हैन। अदालतले पनि त्यही भन्दियो, कुरो बुझ्नु नि। अनिवार्य भन्न चाहिँ पाइँदैन, तर सबैले ल हुन्छ र नि भने भयो भनेको, कुरो बुझ्नु नि। छानेको त्यो अब सदस्यहरू मिलेर जसलाई छान्छन् उही नै अध्यक्ष हुने। अध्यक्षको छनौट नभएसम्म र अध्यक्षको अनुपस्थितिमा ज्येष्ठ सदस्यले, उमेरका हिसाबले जेठो सदस्यले अध्यक्षता ग्रहण गर्ने। यो कुरा पनि लेख्नुहोस्। अध्यक्ष नभएसम्म को हुन्छ त बैठकको अध्यक्ष भन्ने कुरा नि आउँछ नि त। त्यो 4 जनाको अध्यक्ष को हुन्छ? अध्यक्षता हुने। अध्यक्ष छनौट नभएसम्म वा अध्यक्षको अनुपस्थितिमा, कहिलेकाहीँ अध्यक्ष नआएको बेला अध्यक्षको अनुपस्थितिमा ज्येष्ठ सदस्यले, उमेरका हिसाबले ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने, बैठकको अध्यक्षता गर्ने है। यो कुरा पनि ख्याल राख्नु होला। अनिवार्य भने चाहिँ होइन, तर गर्न चाहिँ पाइन्छ भने हो क्या। अब हुन्छ वडा अध्यक्षज्यू तपाईँ बस्दिनुहोस् न त भनेर सबैले भन्यो भने बस्न नपाउने भने चाहिँ होइन, तर अनिवार्य गर्न चाहिँ पाइएन है भनेर भनेको, त्यति मात्रै हो है। ओके, ठिक छ ल। अब प्राविधिक व्यावसायिक पढाइ हुने, तालिम दिने विद्यालयमा के हुन्छ? सामुदायिक विद्यालयमा त्यो कुरा पनि गरौँ। प्राविधिक तथा व्यावसायिक विषय अध्यापन हुने, विषय अध्ययन तथा तालिम दिने माध्यमिक विद्यालयमा, माध्यमिक विद्यालयमा यो अन्त हुँदैन है। माध्यमिक विद्यालयमा को हुन्छ त भन्दा 2 जना सदस्य थप हुन्छन्। 2 जना थप भनेर सम्झिनुहोस्। यो चाहिँ को थप भन्दा जिल्ला उद्योग वाणिज्य महासङ्घको जिल्ला प्रतिनिधि हैन। जिल्ला उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि भनेर सम्झिनुहोस्। महासङ्घका प्रतिनिधि 2 जना सदस्य थप हुन्छन्। 2 जना थप, 9 जनामा 2 जना 11 जना भयो नि। प्राविधिक व्यवसायिक विषय अध्ययन हुने र तालिम गराउने त्यस्तो माध्यमिक विद्यालयमा 2 जना प्रतिनिधि थप। त्यो चाहिँ कहाँका मान्छे त भन्दा जिल्ला उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि भन्छ। प्राविधिकमा 2 जना थपेर 11 जना हुने रहेछन् भनेर सम्झिनुहोस् न। 2 जना थपेर 11 जना हुने रहेछन्। अध्यक्षको अनुपस्थितिमा ज्येष्ठ सदस्यले अध्यक्षता ग्रहण गर्ने रहेछ भनेर सम्झिनुहोस्। यति सम्झिनुहोस् है। अब विशेष शिक्षा सञ्चालन हुने विद्यालय र समावेशी र स्रोत कक्षा, त्यसमा 2टा फरक छ। विशेष शिक्षामा 50% सदस्यहरू अपाङ्गता भएका विद्यार्थीका अभिभावक हुनुपर्छ। समावेशी शिक्षा स्रोत कक्षा सञ्चालन गरेको विद्यालयमा कम्तीमा पनि 1 जना अपाङ्गता भएको व्यक्ति नै सदस्य हुनुपर्छ। यो कुरा पनि छ। अब सामुदायिक विद्यालयको कुराकानी हामी गरिरहेछौँ। एउटा विशेष शिक्षा प्रदान हुने विद्यालय हो विशेष शिक्षा, अर्को समावेशी शिक्षा र स्रोत कक्षा। समावेशी शिक्षा र स्रोत कक्षा सञ्चालन भएको विद्यालयमा, स्रोत कक्षा सञ्चालन भएको विद्यालय, स्रोत कक्षा मात्रै सञ्चालन भएको विद्यालय छ भने र विशेष शिक्षा दिने विद्यालय छ भने यहाँ 50% सदस्य अपाङ्गता भएका व्यक्तिका अभिभावक चाहियो। अपाङ्गता भएका व्यक्तिका अभिभावक मात्रै भए पुग्यो यहाँ। तर यहाँ चाहिँ
एकजना अपाङ्गता भएका व्यक्ति सदस्य हुने। अपाङ्गता भएका व्यक्ति सदस्य बनाउनु पर्ने। यो कुरा पनि लेख्नु होला। यो मैले तपाईलाई के कुरा गरेँ, सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समिति ज्येष्ठ सदस्य नै अध्यक्ष होइन, अध्यक्षता ग्रहण गर्ने मात्रै हो बैठकको। अध्यक्ष भइसकेको होइन, ऊ के हो, ऊ अध्यक्षता ग्रहण गरेको मात्रै, बैठकको अध्यक्षता मात्रै ग्रहण गरेको है। अध्यक्ष भइसकेको अवस्था होइन नि। जो अध्यक्ष नछानेसम्म ल ठिकै छ नि त भनेर ऊ सिनियर भएर बसेको मात्रै हो भनेर सम्झिनुहोस्। विद्यालय व्यवस्थापन समितिमा पनि पर्यवेक्षक हुन पाउँछ। को? बिनी र स्रोत व्यक्ति। बिनी र स्रोत व्यक्ति पर्यवेक्षकका रूपमा। अब क्वेसन सोध्न सक्छ साथीहरूलाई, विद्यालय व्यवस्थापन समितिमा विद्यालय निरीक्षक र स्रोत व्यक्ति के का रूपमा रहनेछ? सदस्यका रूपमा, अध्यक्षका रूपमा, पदेन सदस्यका रूपमा, मनोनितका रूपमा, पर्यवेक्षकका रूपमा, अनेक तपाईलाई अप्सन भन्न सक्छ नि त। ल पर्यवेक्षकका रूपमा लेख्नु त। पर्यवेक्षक को हो विद्यालय व्यवस्थापन समितिको? पर्यवेक्षकका रूपमा कसलाई बोलाउन पाइन्छ? विद्यालय निरीक्षक र स्रोत व्यक्ति। विद्यालय निरीक्षक र स्रोत व्यक्तिलाई के गर्न पाइन्छ? पर्यवेक्षकका रूपमा आमन्त्रण गर्न पाइन्छ भनेर भनेको। अब संस्थागत विद्यालय व्यवस्थापन समिति, संस्थागत विद्यालय व्यवस्थापन समितिको कुराकानी गरौँ। संस्थागत विद्यालय व्यवस्थापन समिति, संस्थागत विद्यालय व्यवस्थापन समिति कति सदस्य हो? 7 सदस्य। सदस्य संख्या 7, पदावधि 3 वर्ष। अध्यक्ष को हुने हो? अध्यक्ष जिल्ला शिक्षा अधिकारीले, अब पहिलाको जिल्ला शिक्षा अधिकारीले, अहिले भन्ने हो भने इकाइ प्रमुखले मनोनित गर्ने। संस्थापक वा लगानीकर्ता मध्ये विद्यालयको सिफारिसमा। ध्यान दिनुस्, सदस्य संख्या 7 जना। 7 जना। यसको धेरै डिटेलमा जानु पर्दैन होला। यसमा चाहिँ बिनी नै सदस्य हुन्छ, फेरि बिनी पनि सदस्य हुन्छ। अब 7 जना कसरी पुर्याउनुहुन्छ? 7 जना मध्ये अध्यक्ष को हुन्छ विद्यालयको सिफारिसमा। विद्यालयको सिफारिसमा इकाइ प्रमुखले मनोनित गर्ने। अब हुन त अहिले स्थानीय तहले गर्छ, तर शिक्षा ऐनमा त इकाइ प्रमुखले भनेको छ। इकाइ प्रमुखले मनोनित गर्ने 16 मध्ये को? 16 भनेको संस्थापक वा लगानीकर्ता मध्ये। संस्थापक, अरूलाई त अध्यक्ष बनाए पो हैन। संस्थापक वा लगानीकर्ता मध्ये अर्कालाई अध्यक्ष बनाउँछ संस्थागत विद्यालयले? बनाउँदैन नि। अध्यक्ष यस्तो हुन्छ। सदस्य सचिव को हुन्छ जिन्दगानीमा? सदस्य सचिव हुन्छ प्रधानाध्यापक। प्रधानाध्यापक सदस्य सचिव हुन्छ। अर्को को हुन्छ जिन्दगानीमा? अर्को सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षक। सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षक बिनी। विद्यालय निरीक्षक, सम्बन्धित क्षेत्रको विद्यालय निरीक्षक। अब एकजना अर्को हुन्छ विद्यालयको शिक्षक। विद्यालयको शिक्षक। 2 जना अभिभावक हुन्छन्। कति पुर्याउनु भयो? 1 2 3 4। अब बाँकी रह्यो 3। त्यो चाहिँ को हुन्छ त भन्दा गाउँपालिका नगरपालिकाले एकजना के गर्छ थाहा छ? मनोनित गरिदिन्छ। गाउँपालिका नगरपालिकाबाट एकजना मनोनित गर्ने, अभिभावक मध्येबाट एकजना महिला पर्ने गरी 2 जना चाहिँ विद्यालय व्यवस्थापन समितिले मनोनित गर्ने भनेर सम्झिनुस्। ल गापा नपाबाट एकजना मनोनित। अब 3 जना बाँकी रह्यो। गापा नपाबाट 1 मनोनित गर्ने, र 2 जना अभिभावक विव्यासले मनोनित गर्ने। 2 जना अभिभावक, त्यसमध्ये पनि 1 महिला। 2 अभिभावक, त्यसमध्ये 1 महिला।
यसरी 7 सदस्यीय विद्यालय व्यवस्थापन समिति संस्थागत विद्यालयमा हुन्छ। कुरो बुझ्नुभयो? संस्थागत विद्यालयमा विद्यालय व्यवस्थापन समिति 7 जना हुन्छ। कुरो बुझ्नुभयो? गाउँपालिका नगरपालिकाले कस्तो व्यक्ति मनोनित गर्ने भन्नुभएको छ। त्यहाँभित्रको गाउँपालिका नगरपालिकाभित्रका स्थानीय शिक्षाप्रेमी समाजसेवी मध्येबाट 1 जना मनोनित गर्ने गाउँपालिका नगरपालिकाले है भनेर शिक्षा ऐनमा लेखेको छ। हुन त अहिले हाम्रो स्थानीय सरकार सञ्चालन ऐनमा अध्यक्ष यो विद्यालयको सिफारिसमा इकाइ प्रमुखले भनेको छ नि, यो नै अहिले स्थानीय तहबाट हुन्छ। यो नै अहिले स्थानीय तहबाट हुन्छ। यो कुरा पनि ख्याल गर्नुहोस् है। अब एउटा लेख्नुहोस् साथीहरू जिन्दगानीमा। अर्को लेख्नु पर्यो के भन्दा विद्यालय व्यवस्थापन समितिले जिम्मेवारी पुरा गर्न नसकेमा, दिएको जिम्मेवारी पुरा नगर्न नसकेमा जिल्ला शिक्षा समितिले विघटन गर्ने। विद्यालय व्यवस्थापन समिति विघटन, विद्यालय व्यवस्थापन समिति विघटन, विद्यालय व्यवस्थापन समिति विघटन गर्ने, हटाउने भनेको है, ध्वस्त पार्ने भनेको। लु ध्वस्त पार्नुहोस् त। तोकिएको जिम्मेवारी पुरा गर्न नसकेमा, जिम्मेवारी पुरा गर्न नसकेमा, जिम्मेवारी पुरा गर्न नसकेमा जिल्ला शिक्षा समितिले विघटन गर्ने। जिल्ला शिक्षा समितिलाई पनि गन हानेर गभर्नमेन्ट अफ नेपालले चाहिँ विघटन गर्ने है। यो कुरा पनि ख्याल गर्नु होला साथीहरूले। जिल्ला शिक्षा समितिले के गर्ने? विघटन गर्ने। जिल्ला शिक्षा समितिले विघटन गर्ने। शिक्षा विकास कोष, शिक्षा विकास कोष एउटा केन्द्रीय स्तरमा शिक्षा विकास कोष भन्ने हुन्छ र शिक्षा विकास कोष चाहिँ कोष सञ्चालक समितिको व्यवस्था छ। सोधेको छ यहाँबाट क्वेसन है। कोष सञ्चालक समिति एउटा केन्द्रीय स्तरमा शिक्षा विकास कोष भन्ने हुन्छ र त्यसको कोष सञ्चालक समिति हुन्छ। कोष सञ्चालक समितिको अध्यक्ष, यसको सदस्य सचिव, यसको सदस्य संख्या। ल यदि 3टा कुरा ख्याल गर्नुहोस्। केन्द्रीय स्तरमा एउटा कोष सञ्चालक, केन्द्रीय स्तरमा के हुन्छ? शिक्षा विकास कोष भन्ने गठन हुन्छ। शिक्षा विकास कोष त्यहाँ मन्त्रालयको सचिव अध्यक्ष हुन्छन्, 9 जना सदस्य हुन्छ। मन्त्रालयको आधारभूत शिक्षा शाखाको प्रमुख चाहिँ सदस्य सचिव हुन्छ। सकिहाल्यो। यस्तो कुरा बुझ्नुहोस् तपाईहरुले, एउटा ट्रिक छ यसको याद गर्ने। जहाँ जहाँ मन्त्रालयको सचिव अध्यक्ष हुन्छन् त्यहाँ त्यहाँ त्यो समिति 9 सदस्य हुन्छ। जस्तै ल भन्नु त कसले भन्न सक्नुहुन्छ? कसले ऐन खत्रै पढ्नु भएको छ? ल लेख्नुस्। मन्त्रालयको सचिव अध्यक्ष हुने समिति र 9 सदस्य नै भएको समिति कहाँ कहाँ छ? ल लेख्नु त। कसले खत्रै शिक्षा ऐन पढ्नु भएको रहेछ? कोष सञ्चालक समिति, शिक्षा मन्त्रालयको सचिव। अब हुन त शिक्षा मन्त्रालयको पुरा नाम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, प्रविधि मन्त्रालयको सचिव, मन्त्रालयको सचिव हो। त्यसपछि सदस्य सचिव मन्त्रालयको, मन्त्रालय भने शिक्षा मन्त्रालय, मन्त्रालयको आधारभूत शिक्षा शाखाको प्रमुख, आधारभूत शिक्षा शाखाको प्रमुख, आधारभूत शिक्षा शाखाको प्रमुख र सदस्य संख्या 9 सदस्य। ल कसले भन्ने? ल लेख्नु त। जहाँ जहाँ शिक्षा मन्त्रालयको सचिव अध्यक्ष हुन्छन् त्यो समितिहरू 9 सदस्य हुँदो रहेछ भनेर याद गर्ने है। त्यो समितिहरू कति सदस्य हुने रहेछ? 9 सदस्य हुने रहेछ भनेर याद गर्ने। ओके छ? ओके छ साथीहरू? ल अब हामी अगाडि बढौँ। ठिक छ? 1-2 कुरा टिप्नुहोस्। अब जस्तै विद्यालयको सम्पत्ति कस्तो हुनेछ
भनेर क्वेसन सोध्यो भने तपाईहरुलाई विद्यालयको सम्पत्ति सार्वजनिक सम्पत्ति मानिनेछ हैन। कुनै पनि विद्यार्थीलाई विद्यालयबाट निष्कासन गर्न पाइने छैन। यस्ता यस्ता कुराहरु जान्नुस् है। विद्यालयको सम्पत्ति सार्वजनिक सम्पत्ति मानिनेछ। सार्वजनिक सामुदायिक विद्यालयको सम्पत्ति है, फेरि कहाँको संस्थागत विद्यालयको सम्पत्ति होइन। सामुदायिक विद्यालयको सम्पत्ति सार्वजनिक सम्पत्ति मानिनेछ। अब हुन त सम्पत्ति संरक्षण समिति छ जिल्ला स्तरमा, त्यो प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुन्छ है। त्यो कुरा पनि याद गर्नुपर्छ। तपाईले शिक्षा ऐन नियमावली पढ्दाखेरि चाहिँ के भन्नुहुन्छ साथीहरुले भने नि, जस्तै चाहिँ प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुने समितिहरु कुन कुन हो एकैचोटी पढ्नु भयो भने तपाईहरुलाई सजिलो हुन्छ। ल अर्को एउटा संस्थागत विद्यालयले छात्रवृत्ति दिने। संस्थागत विद्यालयले छात्रवृत्ति दिनुपर्ने, लेख्नुस् त। संस्थागत विद्यालयले छात्रवृत्ति दिनुपर्ने। छात्रवृत्ति दिनुपर्ने। अब शिक्षा ऐनमा संस्थागत विद्यालयले कति प्रतिशत छात्रवृत्ति दिनुपर्ने छ भनेर लेखिएको छ भनेर सोध्यो भने कम्तीमा 10%। कम्तीमा जम्मा विद्यार्थी संख्याको कम्तीमा 10% को संख्याले के गर्नुपर्छ? छात्रवृत्ति दिनुपर्छ। तर हेर्नुस् है, यो विचार गर्नुस् फेरि। तर यहाँ त तरले बिगार्छ नि नेपालमा। तर अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन, निशुल्क शिक्षा सम्बन्धी ऐन, निशुल्क शिक्षा सम्बन्धी ऐनले के भन्छ? निशुल्क शिक्षा सम्बन्धी ऐनले के भन्छ? तर अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 अनुसार कति छ ल कसले भन्न सक्ने? 500 जनासम्म विद्यार्थी भएमा, 500 जनासम्म विद्यार्थी भएमा कम्तीमा 10%, दम्तीमा 10%, 800 जनासम्म विद्यार्थी भएमा, 800 है, 800 जनासम्म विद्यार्थी भएमा, 800 जनासम्म विद्यार्थी भएमा कम्तीमा 12%, 12% विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्छ। 800 जना भन्दा बढी विद्यार्थी भएमा, बढी विद्यार्थी भएछन् स्कुलभरि प्रारम्भिक बाल विकासदेखि 12 कक्षासम्म भने कम्तीमा 15% को संख्यामा छात्रवृत्ति प्रदान गर्नुपर्छ है। 10%, 12% र 15%, यो कुरा पनि साथीहरूले जान्नुपर्छ। अब छात्रवृत्ति दिनुपर्ने दिएनन् भने के हुन्छ थाहा छ? संस्थागत विद्यालयले छात्रवृत्ति नदिएमा कस्तो कारबाही हुन्छ? बिगो बमोजिमको जरिवाना वा 25,000 रुपैयाँ मध्ये जुन बढी हुन आउँछ त्यही हो है। एउटा कुरा त्यो। संस्थागत विद्यालयले ऐन विपरीत शुल्क लिएमा कस्तो सजाय हुन्छ? एउटा कुरा यो पनि गरौँ। संस्थागत विद्यालयले ऐन विपरीत शुल्क लिएमा, ऐन विपरीत शुल्क लिएमा कस्तो कारबाही हुन्छ? एउटा कुरा पनि गरौँ। ल लेख्नुस् कस्तो कारबाही हुन्छ। छात्रवृत्ति नदिएमा जति छात्रवृत्ति दिनुपर्ने हो त्यो बमोजिमको रकम वा 25,000 मध्ये जुन बढी हुन आउँछ त्यही रकम। 1 लाख को छात्रवृत्ति दिएन भने 1 लाख रुपैयाँ जरिवाना गर्ने। तर ऐन विपरीत शुल्क लिने विद्यालयलाई 25,000 रुपैयाँसम्म जरिवाना। यहाँ चाहिँ 25,000 रुपैयाँसम्म है। कति हजार रुपैयाँसम्म? 25,000 रुपैयाँसम्म जरिवाना। यो कुरा पनि ख्याल गर्नु। अर्को कुरा, संस्थागत विद्यालयले छात्रवृत्ति नदिएमा त्यो चाहिँ यहाँ छैन त, यो लेख्नु पर्दैन तपाईहरुले। त्यो अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन छ। यो जुनसुकै विद्यालयले, अब हुन त पहिला शुल्क उठाउने सिस्टम थियो नि त, त्यही भएर यो संस्थागत मात्रै नलेख्नु, कुनै विद्यालयले भनेर लेख्नु ल।
पहिला शुल्क उठाउने सिस्टम थियो नि त। अब अहिले त अनिवार्य शिक्षा निशुल्क शिक्षा लायो, तर कुनै विद्यालयले ऐन विपरीत कुनै विद्यालयले भनेर लेख्नुस् ऐन विपरीत शुल्क लिएमा भने लेख्नु 25,000 रुपैयाँसम्म जरिवाना। अब पदबाट हटाउने प थाहा छ? प ऐन विपरीत भनेको हाम्रो शिक्षा ऐन विपरीत क्या। शिक्षा ऐन विपरीत शुल्क लियो कसैले भने त्यस्तो विद्यालयलाई 25,000 रुपैयाँसम्म जरिवाना भनेर लेख्नुस्, सकिहाल्यो। अब एउटा नेपाल शिक्षक महासङ्घ र शिक्षकलाई हटाउने सम्बन्धी व्यवस्था जान्नुपर्छ। अब नेपाल शिक्षक महासङ्घको व्यवस्था, नेपाल शिक्षक महासङ्घ किन गठन गरिएको, कुन स्तरमा गठन गर्न सकिन्छ, तपाईलाई क्वेसन सोध्छ। त्यति बेला सामुदायिक विद्यालयका शिक्षकहरूको पेशागत हक हितको सम्बन्धमा काम गर्न नेपाल शिक्षक महासङ्घ हुन्छ भनेर लेख्नुस्। नेपाल शिक्षक महासङ्घ सम्बन्धी व्यवस्था, नेपाल शिक्षक महासङ्घ, नेपाल शिक्षक महासङ्घ किन गठन गरिएको हो? नेपाल शिक्षक महासङ्घ किन गठन गरिएको हो? सामुदायिक विद्यालयका शिक्षकहरूको, लेख्नु त, सामुदायिक विद्यालयका शिक्षकहरूको, सामुदायिक विद्यालयका शिक्षकहरूको पेशागत हक हितका सम्बन्धमा, पेशागत हक हितका सम्बन्धमा कार्य गर्न किन गठन गरिएको हो भनेर सोध्यो भने पेशागत हक हितका सम्बन्धमा कार्य गर्न भनेर लेख्नु पर्यो। अथवा साथीहरूलाई सोध्न सक्छ पेशागत हक हितका सम्बन्धमा शिक्षा ऐनमा कस्तो व्यवस्था छ भनेर सोध्यो भने त्यस्तो कार्य गर्न नेपाल शिक्षक महासङ्घ छ भन्नु पर्यो। अब त्यस्तो महासङ्घ कुन स्तरमा गठन गरिन्छ? केन्द्रीय र जिल्ला, केजी, केन्द्रीय र जिल्ला स्तरमा गठन गर्न सकिन्छ। तर हुन त हाम्रो अब महासङ्घको आफ्नो विधान परिवर्तन गरेर स्थानीय स्तरमा पनि गठन हुन्छ, प्रदेश स्तरमा पनि गठन भएका छन्। तर शिक्षा ऐनले चाहिँ के भन्छ भने नेपाल शिक्षक महासङ्घ केजीमा गठन हुन्छ। कहाँ गठन हुन्छ? केन्द्रीय र जिल्ला स्तरमा गठन गर्न सकिनेछ। केन्द्रीय र जिल्ला स्तरमा हाम्रो ऐन, यो ऐन परिवर्तन नभएर हो, केन्द्रीय र जिल्ला स्तरमा गठन गर्न सकिनेछ, गठन गर्न सकिनेछ। नेपाल शिक्षक महासङ्घ कुन स्तरमा गठन गर्न सकिनेछ भने केजीमा, एउटा के भने केन्द्रीय, जी भने जिल्ला स्तर, केजीमा गठन गर्न सकिनेछ। शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने व्यवस्था। अब 7वटा पका बारेमा हेरौँ। 7वटा प। शिक्षक तथा कर्मचारीलाई, शिक्षक तथा कर्मचारीलाई पदबाट हटाइने, शिक्षक तथा कर्मचारीलाई पदबाट हटाइने, कहाँबाट हटाइने? पदबाट हटाउने व्यवस्था, हटाउने। अब क्वेसन आउँछ साथीहरूलाई, शिक्षक तथा कर्मचारीलाई तलका मध्ये कस्तो अवस्थामा हटाइने छैन भनेर। ल लेख्नुस्। ल शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने व्यवस्था प प प प प प प प हो, सबै प नै प। पदबाट हटाउने प नै प, पप खाएर हो, पप खाएर। प भनेको के? पदीय दायित्व पुरा नगरेमा। अर्को प भनेको 15 दिनभन्दा बढी समय लगातार बिना सूचना अनुपस्थित भएमा, पदार्थ सेवन गरी आएको कुरा प्रमाणित भएमा, पतन, नैतिक पतन हैन, नैतिक पतन देखिने चाहिँ कुनै फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा, विद्यालय कार्यालय समयमा अन्यत्र पढाएमा, राजनीतिक दलको पदमा बसेमा हो, यसलाई भन्छन् प प प प प। ओके, ल लेख्नुस्। पदीय दायित्व पुरा नगरेमा, एउटा प भनेको पदीय दायित्व पुरा नगरेमा, बिना सूचना लगातार 15 दिनभन्दा बढी
अनुपस्थित भएमा, विद्यालयमा अनुपस्थित भएमा, हो कुरो बुझिरहनु भएको छ नि। मादक पदार्थ सेवन गरी आएको कुरा प्रमाणित भएमा, विद्यालयमा मादक पदार्थ सेवन गरी, विद्यालयमा मादक पदार्थ सेवन गरी आएको कुरा प्रमाणित भएमा, प्रमाणित भएमा यो कसरी भयो सर भन्नु होला नि फेरि। कार्यालय समयमा, विद्यालय समयमा, अन्यत्र पढाएमा, कन्सेप्ट यही हो, पढाएमा वा व्यावसायिक क्रियाकलाप गरेमा हो। अब नैतिक पतन देखिने फौजदारी अभियोगमा, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा, अदालतबाट सजाय पाएमा हो। राजनीतिक दलको कार्यकारिणी सदस्य पदमा बसेमा, राजनीतिक दलको कार्यकारिणी सदस्य पदमा बसेमा, ल प प प प प प प प प के प रहेछ त? पदीय दायित्व पुरा नगरेमा, 15 दिनभन्दा बढी समय लगातार अनुपस्थित भएमा बिना सूचना, विद्यालयमा पदार्थ सेवन गरी आएको कुरा प्रमाणित भएमा, अन्यत्र विद्यालय समयमा अन्यत्र पढाएमा, अन्तै वा व्यवसाय गरेमा विद्यालय समयमा, पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय ठहरिएमा, सजाय पाएमा, दलको पदमा बसेमा, राजनीतिक दलको पदमा बसेमा। अब एउटा बर्खास्त गर्ने व्यवस्था पनि छ। बर्खास्त त्यसलाई चाहिँ DVPR को आवेदन दिएमा वा लिएमा, DVPR को आवेदन दिएमा वा लिएमा पनि त्यो पनि भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त, स्थायी आवासीय अनुमति पत्र भन्छ त्यसलाई है, स्थायी आवासीय अनुमति पत्र। ल लेख्नुस् अर्को एउटा, भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त गर्ने। हुन त शिक्षा नियमावलीले बर्खास्त 3टा आधारमा गर्न मिल्छ भन्छ। एउटा भ्रष्टाचार गरेमा, एउटा अदालतबाट सजाय पाएमा, एउटा चाहिँ DVPR भरेमा वा आवेदन दिएमा वा लिएमा है। त्यसैले बर्खास्त गर्ने व्यवस्था चाहिँ एउटा छ DVPR, ग्रीन कार्ड हैन, ग्रीन कार्ड को लागि आवेदन दिएमा वा लिएमा, आवेदन दिएमा वा लिएमा इकाइबाट कारबाही गर्ने भनेको छ यो है। इकाइबाट कारबाही सिफारिस गरेर मन्त्रालयमा जानकारी दिने भनेको छ। यो डाइभर्सिटी भयो, DV पर्मानेन्ट रेसिडेन्ट, PR ग्रीन कार्ड भन्छौ नि, यसलाई नेपालीमा स्थायी आवासीय अनुमति पत्र भन्छ। नेपालीमा के भन्छ? स्थायी आवासीय अनुमति पत्र भन्छ। स्थायी आवासीय अनुमति पत्र भन्छ। यस्तो स्थायी आवासीय अनुमति पत्रका लागि आवेदन दिन पनि हुँदैन, आवेदन दिन पनि हुँदैन र लिन पनि हुँदैन शिक्षक कर्मचारीले है। शिक्षक कर्मचारीले स्थायी आवासीय अनुमति पत्र लिन पनि हुँदैन र त्यसका लागि आवेदन दिन पनि हुँदैन। DV भर्न मिल्दैन है त, DV भर्न मिल्दैन। यदि DV भर्यो भने के हुने रहेछ? सञ्चय कोष र बिमाको बाहेक
अरू कुनै पनि रकम नपाउने गरी सेवाबाट बर्खास्त गरिन्छ। सञ्चय कोष र बिमाको सुविधा चाहिँ पाइन्छ, अरू केही पनि रकम पाइँदैन। पर्मानेन्ट रेसिडेन्ट पिआर भनेको है, पिआर भनेको पर्मानेन्ट रेसिडेन्ट। यस्तो बेला भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य ठहरिने गरी भविष्यमा कुनै सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त। भविष्यमा कुनै सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाको निमित्त अयोग्य ठहरिने। हटाउने र बर्खास्त गर्ने फरक कुरा हो। हटाउने भनेको ल जाऊ बाबु फेरि पनि आउँछौ भने आऊ भनेको हैन। हटाउने बर्खास्त गर्ने अधिकार निर्देशकलाई छ है। फेरि पनि आउन पाए आऊ, फेरि जागिर लडेर आउँछौ भने आऊ भनेको। तर बर्खास्त भनेको कहिले पनि नआऊ भनेको। बर्खास्त भनेको धकेलेर पठा जस्तो हो। भविष्यमा कुनै सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त हो। अयोग्य ठहरिने गरी बर्खास्त। यस्तो बर्खास्त हुँदा सञ्चय कोष र बिमाको रकम बाहेक अन्य सेवा नपाइने। हेर्नुस् है, सञ्चय कोष र बिमाको रकम बाहेक नपाउने। सञ्चय कोष जम्मा भएको हुन्छ त्यति पाउने हैन। कुरो बुझ्नु नि। त्यसैले डिभी भर्न, पिआर को भर्न, ग्रीन कार्डको लागि आवेदन दिन वा लिन पाइँदैन। स्थायी आवासीय अनुमति पत्र लिएमा वा आवेदन दिएमा भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त हुन्छ। कुरो बुझ्नु। भरे के हुन्छ? बर्खास्त हुन्छ। यो कुरा जान्न पर्यो। ल अब जिन्दगानीमा हामीले एउटा जान्नुपर्ने अब सजाय सम्बन्धी व्यवस्था अलिकति कुराकानी गरौँ है। सजाय सम्बन्धी व्यवस्था अलिकति कुराकानी गरौँ। भरेमा पनि वा त्यसका लागि आवेदन दिएमा वा लिएमा भनेर सम्झिनु सकिहाल्यो। ल अब एउटा दण्ड सजाय सम्बन्धी व्यवस्था हेरौँ। अब यो शिक्षा नियमावलीमा चाहिँ 3टा अवस्थामा मान्छेलाई, शिक्षा कर्मचारीलाई बर्खास्त गर्ने भन्ने व्यवस्था छ। 3टा। भ्रष्टाचार सजाय, अदालतबाट सजाय पायो भने फौजदारी अभियोगमा, नैतिक पतन देखिने फौजदारी अभियोगमा भयो भने, र अर्को व्यवस्था भनेको भ्रष्टाचार र अनि यो स्थायी आवासीय अनुमति पत्रका लागि आवेदन दिएमा वा लिएमा बर्खास्त है। यो कुरा पनि जान्ने। ल अब हामी दण्ड सजाय, कहिलेकाहीँ दण्ड सजाय सम्बन्धी व्यवस्था कतिमा छ भनेर सोध्यो भने दफा 17 मा छ भन्नुपर्छ हामीले। 17 दण्ड सजाय। मान्छेलाई 17 सरी दुःख भनेर सम्झिनुस्। दण्ड सजाय सम्बन्धी व्यवस्था। दण्ड सजाय सम्बन्धी व्यवस्था। अब क्वेसन सोध्छ साथीहरूलाई के भन्दा, विद्यालयको सम्पत्ति हिनामिना गरेमा त्यस्तो व्यक्तिलाई कस्तो कारबाही हुन्छ? ल लेख्नुस्। बर्खास्त भनेको हटाउने, कसरी हटाउने? धकेलेर पठाउने, फेरि नआउने गरी पठाउनेलाई बर्खास्त भन्छ क्या। कुरो बुझ्नु नि। फेरि नआउने, फेरि शिक्षक सेवामा, सरकारी सेवामा नआउने गरी पठाउने, त्यसलाई भन्छ बर्खास्त। ल एउटा क्वेसन तपाईलाई मैले राखेँ। विद्यालयको कसैले सम्पत्ति हिनामिना वा नोक्सान गरेमा त्यस्तो व्यक्तिलाई कस्तो कारबाही हुन्छ? ल लेख्नुस्। दण्ड सजायमा पहिलो व्यवस्था, कसैले विद्यालयको सम्पत्ति हिनामिना वा नोक्सान गरेमा, कसैले विद्यालयको सम्पत्ति हिनामिना वा नोक्सान गरेमा, हिनामिना वा नोक्सान गरेमा कस्तो कारबाही हुन्छ? हिनामिना वा नोक्सान गरेमा कस्तो कारबाही हुन्छ? ल मुद्दा हेर्ने अधिकारीले, मुद्दा हेर्ने अधिकारी भनेको को? कहिलेकाहीँ फेरि यहीँबाट क्वेसन सोध्छ। दफा 17 को 1 बमोजिम मुद्दा हेर्ने अधिकारी भनेको को भनेर क्वेसन सोध्छ। बिगो असुल गरेर, बिगो बमोजिम दरिवाना लेख्नुहोस् है। 1 लाख 6 महिनाको कुरा होइन यो। बिगो असुल गरेर, बिगो कति बिगो गरेको छ, बिगो असुल गरी
बिगो बमोजिम जरिवाना कति बिगार गरेको छ? बिगो भनेको बिगार गरेको। बिगो बमोजिम जरिवाना हुन्छ 6 लाखको चाहिँ मूल्य बिगार गरेको छ भने 6 लाख तिर्नु पर्यो नि। बिगो बमोजिम जरिवाना हुन्छ जरिवाना। अब यहाँ जान्नुपर्ने कुरा मुद्दा हेर्ने अधिकारी, यहाँ सोधिरहने क्वेसन यही हो, मुद्दा हेर्ने अधिकारी को हो भनेर सोध्छ। यस्तो बेला मुद्दा हेर्ने अधिकारी को हो? एउटा कुरा, यसरी मुद्दा हेर्ने अधिकारीले गरेको सजाय उप पुनरावेदन कहिले र कहाँ लाग्छ भन्ने कुरा सोध्छ। पुनरावेदन कहाँ र कति दिनभित्र लाग्छ? पुनरावेदन कति दिनभित्र लाग्छ? यति दुईटा कुरा लेख्नुस् त, कति दिनभित्र लाग्छ। ल, कसैले विद्यालयको सम्पत्ति हिनामिना गरेमा वा नोक्सान गरेमा कसले बिगो असुल गरी बिगो बमोजिम जरिवाना गर्ने हो भनेर क्वेसन सोध्यो भने जिल्ला शिक्षा अधिकारी होइन, प्रमुख जिल्ला अधिकारी। चाहिँ जिल्ला शिक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारी फरक हो। 35 दिनभित्र जिल्ला अदालतमा पुनरावेदन लाग्छ। यो कुरा पनि ख्याल गर्नु साथीले। मुद्दा हेर्ने अधिकारी भनेको सिडिओ साहब, प्रमुख जिल्ला अधिकारी के प्रमुख जिल्ला अधिकारी, विद्यालयको सम्पत्ति संरक्षण समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी हो। यसरी कन्सेप्ट राख्नु न साथीहरू। प्रमुख जिल्ला अधिकारी विद्यालयको सम्पत्ति संरक्षण समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी हो क्या, त्यही भएर उसैले हेर्छ भनेर सम्झिनुस्। पुनरावेदन कहाँ लाग्छ? जिल्ला अदालतमा लाग्छ। जिल्ला अदालतमा पुनरावेदन लाग्छ। जिल्ला अदालतमा यदि प्रमुख जिल्ला अधिकारीले कारबाही किनारा गर्यो हैन, तर त्यो कुरा उसलाई चित्त बुझेन भने त्यति बेला पुनरावेदन 35 दिनभित्र गर्न पाउँछ। 35 दिनभित्र। ख्याल गर्नु साथीहरू। मुद्दा हेर्ने अधिकारी यो सोध्न सक्ने क्वेसन हो साथीहरूलाई। प्रमुख जिल्ला अधिकारी यो बिगो असुल गरी बिगो बमोजिम जरिवाना गर्ने व्यक्ति को हो भनेर सोध्यो भने प्रमुख जिल्ला अधिकारी भनेर सम्झनु पर्यो है। कुरो बुझिरहनु भएको छ? के हुने रहेछ? विद्यालयको सम्पत्ति हिनामिना वा नोक्सान गरेमा बिगार कति गरेको हो त्यो असुल हुने रहेछ। त्यसपछि बिगो बमोजिम जरिवाना हुने रहेछ। शिक्षक जोसुकैले गरे पनि यही हो। र अर्को कुरा के रहेछ? यो मुद्दा हेर्ने अधिकारी प्रमुख जिल्ला अधिकारी हो र पुनरावेदन कसैलाई चित्त बुझेन भने पुनरावेदन कहाँ लाग्ने? जिल्ला अदालतमा पुनरावेदन गर्ने। र पुनरावेदन कति दिनभित्र गर्ने? 35 दिनभित्र। यो कुरा पनि ख्याल गर्न पर्छ साथीहरू हैन। अब हामी अर्कोतिर जान्छौँ। 1 लाख रुपैयाँसम्म जरिवाना वा 6 महिना कैद वा दुवै सजाय हुने अवस्था। के गरेमा? तलका मध्ये के गरेमा 1 लाख रुपैयाँसम्म जरिवाना वा 6 महिना कैद वा दुवै सजाय हुन्छ? अब दण्ड सजायमा के अरे 1 लाख रुपैयाँसम्म जरिवाना वा 6 महिना कैद वा दुवै सजाय हुने अवस्था। 1 लाख रुपैयाँसम्म कैद, 1 लाख रुपैयाँसम्म सजाय जरिवाना, 1 लाख रुपैयाँसम्म जरिवाना वा 6 महिना कैद है। फेरि 1 लाख रुपैयाँ कैद होइन नि। 1 लाख रुपैयाँसम्म जरिवाना वा 6 महिनासम्म कैद, 6 महिनासम्म कैद, 1 लाख रुपैयाँसम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुने। दुवै सजाय हुने। गोला परीक्षा दान उपहार, गोला परीक्षा दान उपहार हो, त्यही हो। गोला परीक्षा दान उपहार के भने हो? यो गोला परीक्षा दान उपहार भने थाहा छ? गोला परीक्षा, गोला परीक्षा, गो भनेको गोपनीयता भङ्ग गरेमा, ला भनेको लापरवाही गरेमा, परीक्षा भनेको 4वटा परीक्षा आउँछ। 4वटा परीक्षा केन्द्रमा स्वीकृति बेगर प्रवेश गर्न खोजेमा, परीक्षाफल प्रकाशनमा अनियमितता गरेमा, अर्काको तर्फबाट परीक्षा दिएमा हैन, परीक्षाको मर्यादा हुने अन्य कुनै काम गरेमा। दान उपहार भनेको विद्यार्थी भर्ना गर्दा दान उपहार लिएमा। ल लेख्नु, यसको फर्मुला छ
गोला परीक्षा दान उपहार, गोला परीक्षा, परीक्षा 4 वटा हुन्छ, परीक्षा 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 ल परीक्षा 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 गोला परीक्षा दान उपहार, दान उपहार र एउटा अर्को एउटा अवसर छ। अर्को चाहिँ के हो भने जिन्दगानीमा यो चाहिँ ब्रिज कोर्स, ब्रिज कोर्स, गोला परीक्षा दान उपहार ब्रिज कोर्स भनेर लेख्नुस्। अब गो भने के हो? गो भनेको जाऊ भने होइन, प्रश्नपत्रको गोपनीयता भङ्ग गरेमा भने हो। प्रश्नपत्रको कसैले प्रश्नपत्रको गोपनीयता भङ्ग गरेमा कस्तो कारबाही हुन्छ भनेर क्वेसन आयो भने हामीले लेख्ने उयो अप्सन 1 लाख रुपैयाँसम्म जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय। परामर्श पनि हो, ब्रिज कोर्स परामर्श सबै है। ला भनेको हाम्रो लापरवाही गरेमा, के गर्दा लापरवाही? उत्तर पुस्तिका परीक्षण गर्दा लापरवाही गरेमा, गैर जिम्मेवारपूर्ण काम गरेमा लेख्नुस्। उत्तर पुस्तिका परीक्षण गर्दा लापरवाही गरेमा, लापरवाही गरेमा वा गैर जिम्मेवारीपूर्ण काम गरेमा वा गैर जिम्मेवारी पूर्ण काम गरेमा। अब परीक्षाको पालो आयो। परीक्षा केन्द्रमा स्वीकृति बेगर प्रवेश गर्न खोजेमा, कहिलेकाहीँ हुन्छ नि प्रवेश गर्न प्रयत्न गरेमा हो, अर्काको तर्फबाट परीक्षा दिएमा, परीक्षा फल प्रकाशनमा अनियमितता गरेमा, परीक्षा फल प्रकाशनमा अनियमितता गरेमा, अनियमितता गरेमा, अर्काको तर्फबाट परीक्षा दिएमा, अर्काको तर्फबाट परीक्षा दिएमा, परीक्षा दिएमा है। अर्को परीक्षाभित्र के पर्छ त भन्दा परीक्षाको मर्यादा भङ्ग हुने अन्य कुनै काम गरेमा, परीक्षाको मर्यादा भङ्ग हुने अन्य काम गरेमा, अन्य कुनै काम गरेमा, अन्य कुनै कार्य गरेमा है। विद्यार्थी भर्ना गर्दा दान उपहार चन्दा लिएमा, विद्यार्थी भर्ना गर्दा क्या हो? दान उपहार चन्दा लिएमा। अनुमति बेगर ब्रिज कोर्स परामर्श सेवा भनेको के? भाषा शिक्षण कक्षा सञ्चालन गरेमा, अनुमति नलिई हैन, अनुमति नलिई परामर्श सेवा ब्रिज कोर्स हैन, भाषा शिक्षण कक्षा, भाषा शिक्षण यस्तो यस्तो गरेमा ल 6 महिनासम्म कैद वा 6 महिनासम्म कैद वा 1 लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था के हो भन्दा यो हो। गोला परीक्षा दान उपहार र परामर्श, गोला परीक्षा दान उपहार र परामर्श। कुरो क्लियर छ? गोला परीक्षा दान उपहार र परामर्श भनेर साथीले सम्झिनु पर्यो है। ल अब एउटा यो ऐन तथा ऐन अन्तर्गत बनेका नियमहरू उल्लङ्घन गरेमा कस्तो कारबाही हुन्छ हैन, कस्तो कारबाही हुन्छ? विद्यालयलाई प्रदान गरेको अनुमति स्वीकृति नै खारेज हुन्छ, रद्द हुन्छ हैन, सरकारी सहायताहरू रोकिन्छ। यो ऐन भनेको शिक्षा ऐन, शिक्षा ऐन
तथा यस ऐन अन्तर्गत बनेका नियम उल्लङ्घन गरेमा कसुरको मात्रा हेरी गल्ती गरेको मात्रा हेरी 1000 रुपैयाँदेखि 25,000 रुपैयाँसम्म, यो भन्दा बाहेक माथि अहिले लेख्यो नि त्यो भन्दा बाहेक है अरू नियमहरू त्यो उल्लङ्घन गरेमा, यो माथि लेखेको नियम त भइहाल्यो, त्यो भन्दा बाहेक भन्छ के यसलाई। यो माथि लेखेको भन्दा बाहेक शिक्षा ऐन यस ऐन अन्तर्गत बन्नेका अरू नियमहरू उल्लङ्घन गरेमा कसुरको मात्रा हेरी 1000 देखि 25,000 रुपैयाँसम्म के हुने रहेछ? जरिवाना हुने रहेछ। जरिवाना। विद्यालयलाई दिएको अनुमति वा स्वीकृति रद्द गर्ने पनि हुँदो रहेछ। अनुमति वा स्वीकृति रद्द गर्ने, अनुमति वा स्वीकृति के गर्ने? रद्द गर्ने, चाहिँ सरकारी अनुदान रोक्ने, त्यस्तो पनि हुँदो रहेछ भनेर साथीहरूले जान्नु पर्यो। एउटा मुख्य कुरा भनेको 1000 रुपैयाँदेखि 25,000 रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था कुन हो भनेर सोध्यो भने ऐन नियम उल्लङ्घन गरेमा भनेर जान्नु पर्यो। ऐन नियम उल्लङ्घन गरेमा कस्तो ऐन नियम? हाम्रो शिक्षा ऐन त्यो अन्तर्गत बनेका नियमहरू भनेर जान्नु पर्यो। अब जम्मा 21वटा दफामध्ये नियम बनाउने अधिकार कति दफामा छ भनेर हामीलाई क्वेसन सोध्छ, त्यति बेला दफा 19 भन्नुपर्छ। कसले बनाउँछ नियम त्यो पनि जान्नुपर्छ। अब हामी क्वेसन सोध्छ नियम बनाउने अधिकार कति दफामा छ र कसले बनाउँछ नियम? नियम बनाउने अधिकार दफा 19 मा छ। दफा 19 मा नियम बनाउने अधिकार कति दफामा छ? दफा 19 मा छ। कसले बनाउँछ नियम? पोहोर साल सोधेको क्वेसन हो यो। नेपाल सरकारले बनाउँछ। नेपाल सरकार। नियम कसले बनाउँछ? नेपाल सरकार जान्नु पर्यो। अर्को निर्देशिका बनाउने अधिकार कसलाई छ भन्छ क्वेसन सोध्छ। अर्को क्वेसन के सोध्छ? निर्देशिका बनाउने अधिकार, निर्देशिका चाहिँ मन्त्रालयले बनाउँछ। दफा 19 क भन्नुपर्छ। र कसले बनाउँछ निर्देशिका? मन्त्रालयले, शिक्षा मन्त्रालयले भन्नुपर्छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय भनेको शिक्षा बी भनेको विज्ञान। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले के बनाउँदो रहेछ? के बनाउँदो रहेछ साथीहरू? निर्देशिका बनाउने अधिकार छ भन्ने। कति दफामा भने दफा 19 क। निर्देशिका बनाउने कसले बनाउने? मन्त्रालयले बनाउने। अर्को 19 ख मा विनियम बनाउने अधिकार छ। त्यो चाहिँ बोर्डको कर्मचारीको सेवा शर्त सुविधा सम्बन्धी बन्छ, तर त्यो चाहिँ मन्त्रालयले स्वीकृत गरेपछि लागू हुन्छ। नेपाल सरकार र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय एउटै होइन? होइन। नेपाल सरकार भनेको त मन्त्री परिषदमा जान्छ नि कुरोकानी साथीहरू है, मन्त्रालय भन्दा पनि माथि हो सरकार। अब अर्को कुरा विनियम बनाउने अधिकार। विनियम बनाउने अधिकार यो चाहिँ बोर्डको, राष्ट्रिय परीक्षा बोर्डको कर्मचारीको सेवा शर्त सुविधा सम्बन्धी विनियम बनाउने अधिकार यो दफा 19 को ख मा छ। 19 को ख मा विनियम मन्त्रालयले स्वीकृत गर्ने। विनियम कसले स्वीकृत गर्ने? शिक्षा मन्त्रालयले नै स्वीकृत गर्ने। मन्त्रालयले नै स्वीकृत गर्ने है त। विनियम भनेको राष्ट्रिय परीक्षा बोर्डको कर्मचारीको सेवा शर्त सुविधा सम्बन्धी विनियम हो। त्यस्तो विनियम पनि मन्त्रालय भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय भने एउटै हो। मन्त्रालय भने जो शिक्षा ऐन पढ्दाखेरि चाहिँ जहाँ जहाँ तपाईले मन्त्रालय भन्ने पढ्नुहुन्छ त्यो शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय हो भनेर साथीहरूले सम्झनु पर्यो।
र कुराकानी सकियो पनि। दफा 21 भनेको हाम्रो चाहिँ अब नेपाल सरकारले यो ऐन अन्तर्गत चाहिँ के गर्न पाउँछ, कुनै संशोधन गर्नु पर्यो भने हैन, अथवा भनौँ अब यो ऐन बमोजिम लेखेका कुरा ऐन बमोजिम हुन्छ, नभए भने प्रचलित कानुन बमोजिम हुन्छ भन्ने कुरा छ हैन। दफा 21 सम्मको कुराकानी र हाम्रो शिक्षा ऐन के भयो, इतिश्री भयो।